나 동문대야 아주 망어기 야채 신신한 게 सर्वप्रथम 그렇게 이제 준비도 주문 नंबर 14 다는 संजल 신기 मार्फत 제 ग्रीष्मकालीन 더주 प्रकाशको 게 यो शिक्षा 신년 봐. अनि 한 다는 신기 शिक्षालाई 제 저러 संजल 홈 मार्फत हेरिरहनु भनेको सम्पूर्ण 예시에 숨쉬어요. भिक्षु भिक्षुनी त्यसै गरी 나도 किम्बु 던더스 바버디 सबै बौद्ध मार्गीहरू स्वस्थ कामना सबैलाई हार्दिक 아주다 न्यानो अभिवादन 가르쳐요. टक्र्याउँदछु 결혼파 첨부 세제. पहिला 사회 대바 नागरिकले मुख्य भिक्षु महादेव भनेको हो भन्ने विषयमा 개발체계 अर्थात् 게다 결혼파 निकायहरू 세죠. विभाजित हुने 다 मुख्य अब 뒤고 세신 부터 को थियो 뒤에 개려로 महादेव हो कि भन्ने विषयमा मैले 다 제자한다 यसरी 지당에 बताएको 다 थिएँ 결혼파 त्यसको 첨부 सिलसिला 게 आज 내 뒤에 निरन्तरता 다음에 दिनेछु 고등에 가서 쉬스 그래. यसको 다데 पाँच 대기네 प्रकारको दर्शनको विषयमा मैले बताइसकेँ आज यही सन्दर्भमा 양자 जोडिएका 세시 쉬나 야오면로 स्पष्टको 섬세하지. अ, यसलाई 다디 यही 세시 विषयलाई 쇼야 स्पष्ट 거미 김서 바임버디 पार्न चाहन्छु 니 제일 यो स्पष्ट 쇼쇼야. पार्नुको कारण के हो भन्दाखेरि म पछि बताउँला 다 यसको 세시 강셔야 유슈비나 यसको स्पष्ट म कसरी पार्न चाहन्छु भन्दा 아 다다 प्रबन्धन 选上기 로마 जस्ता कि खुइजिस्या 어디 सुनसङको चेला 당기 खुइची खुइजि스 어래야 उहाँलाई खुइची 상상한테 पनि भनिन्छ कहिलेकाहीँ उहाँलाई 神大师了神大师了我吧 सन तासला पनि भनिन्छ उहाँलाई 神下的 अब सन भन्नाले 大慈恩师下的广播剧吧 अब 어디게 다 तासन भने त्यहाँ एउटा 당신이사 बिहा रहेछ 神大师神给 अब 特别 त्यो 是不是 गुम्बा बिहारको ठुलो अब 공기 त्यहाँ भएकोले अब तासञ्च भनेको रहेछ 제샤베게 उहाँलाई 내주제베게 उहाँले 사 उहाँले लेख्नु भएको 내주제베 사이게 뉴든시에 योग 다디나로래야 आचार्यको भूमि भनेर 결혼하신 किताब छ 배고다 त्योभित्र 가장 भिक्षु महादेवको 디나로다 विषयमा 공기 लेखिएका छन् 선지시에는 결혼하신 भसादे उहाँको विचार अनुसारमा 디보시 딘디직 저기 भिक्षु महादेव भनेको चाहिँ 소마레스 एकदम एउटा पापी र नराम्रो एउटा कुकर्म गर्ने मान्छे चाहिँ होइन 아니 다는 신기다 지가소에 त्यस्तै गरी 내내 현다도 공 꾸었더니 저거라 अब अरू 어제는 시합에서 स्थवीयहरूले चाहिँ 진짜게 딱 가서에 आरोप लगाएका 많이 थिए 가요 정보를 봐도 उहाँ चाहिँ नारो 뭐 있어 말했어요 송부터 봐 व्यक्ति मान्छे चाहिँ होइन 다 디나로라 स्थवीयहरूले चाहिँ 상에 नारो आरोप 슈슈 मात्रै 말도 लगाएको 공 हो 디나로라 यसरी 말에 쉐비나 कुरा राखेको छ 다지 उहाँले किन भन्दाखेरि 결혼하신 그 마따왕마 마시 अब 프랑 भिक्षु 컨데스트게 महादेवले 결혼하신 पाँचवटा 프랑 दर्शनहरूको 컨데스트게 봐 텔레야 दर्शनको विषयमा 내된 बताउँदाखेरि 디스게 कसरी अब 많이 यो 많이 व्याख्या 가요 गरे 쟤네 त्यो अब 한 텔레야 दर्शन 공부 बताउने 컨데스트 क्रममा 봐 धेरै 세버지 सुया प्रख्यात 티나 가장 भएर पछि गएर स्थवीयहरूले 세버가 가장 뭐 त्यसलाई 쉬어 देख्न 제가 नसकेर 디디게래 अनि विभिन्न आरोपहरू 쉬비다 आलोचनाहरू 하나 गरे 텔라 त्यसको 때네 कुरा मैले 아스 बताएँ त्यही 년가로 बताएको 지 अनुसार नै 텐타지 오사레 삼자였어 त्यो कुरा बुझ्यो भने चाहिँ यो भित्र मुख्य 다대야 र सारहरू के रहेछ भने 크지 बुझ्न सकिन्छ 제베게 좀 사이 뒤령 나로래야 अब खुर्चीले बताउनु भएको यो 다 더더 योगाचार्य 결혼하신 그 संक्षिप्त 따왕마세는 나도 भूमि नामक 시간세는 나도 딱 간다 ग्रन्थभित्र 된생 के लेखेको छ 아시죠 भन्दाखेरि 된생 당부디 안에 화심 가르쳐야 버렸잖아 पहिला के 되죠 पाँचवटा 화심 당부 प्रकारमा पहिला के 화심 छ 비제 भन्दाखेरि बस यसमा 얘는 다좀 버티주다 로산다 디 यो 된다도 마 पाँचवटा 어디 दर्शनमा 다좀 पहिलो 버티주 हेर्ने 아니 के छ 미모보다 भन्दाखेरि 사바니가 연수 세버레스 안에 आराध भन्नाले 안에 चाहिँ 타이 büyük düğü parti कलेशलाई 세바 야는 미상에 그 कलेशलाई 프랑게 त्यागिसकेका हुन्छन् 왕게 안에 अर्थात् 생기 사바 दुर्गन्ध 야버도 나마 세바 된대 दुर्गन्ध 그 कलेशहरू 깜지레스 त्यागिसकेका हुन्छन् तर पनि के 근데지 हो त 마음듯이 개변 주산 텔레 देवपुत्र 안에 내대 मारको 에다 विघ्न 라바템 बाधाले 디스게 गर्दाखेरि 콩레야다 फोहोर मैला 많이 भएको कारणले 가르쳐 गर्दाखेरि 버렸잖아 어다 जिउ 파 अशुचि 첨부 भएकोले 사대 त्यसमा 안에 소수 फोहोर जस्तो 기부레 देखिन्छ 티무바 उहाँले 룸부지레스 बताउने क्रममा के हो त 토라 स्थविरहरूले 안에 चाहिँ एकदम 유인이야 आलोचना गरे 셔버다 꾸는 요모마께 उहाँ एउटा 안에 अरध नभएको कारणले उहाँलाई 바바버디 जिउमा 세나 दुर्गन्ध 마야 आएको कारणले 수이기 गर्दाखेरि यस्तो भएको हुँदा यो 수이기 अरध होइन 민비 भनेर 레네 यसरी 세베 왕게 स्थविरहरूले उहाँलाई 그래 आरोप 사마 लगाए 바버체바 यो 소마르베 कुवासानेता जिउ गनाउने हुन्छ 던져 होइन अब 세버데스 जिउ गनाउने हुन्छ 차브레디 पनि 이나야다 텔레야 वस्त्रहरू 그 धुने हुन्छ 파다라버디 하이 뷰기 듀기 आफ्नो 자마 제베레스 जिउदेखि 차브레스 जुन गृहको 아니 तरल पदार्थ झरेको 고시 थियो त्यो 고시 झर्दाखेरि पतन 이겨버세베 हुँदाखेरि यो मान्छे चाहिँ अरहत हुन 디나로기 सक्दैन है 참수어레스 भनेर यसरी विवाद गर्ने क्रममा त्यहाँ 차다 यसरी विवादमा के को 따왕마당 थियो भन्न 당부디 यो पहिलो दर्शन थियो 저점버디 अरहत 하이 भए 뷰기 तापनि 듀기로 कलेशहरूको गन्ध नभए तापनि
देवपुत्र मार्फत बिना बाधाले गर्दाखेरि शरीरहरू गनाउने वीर्यहरू झर्ने दुर्गन्ध चाहिँ हुन्छ भनेको बताइन्छ। यो जस्तै यो त्रिपिटक मध्येमा जस्तो कि यो अभिधर्म कोशभित्र पनि यस्तै कुराहरू लेखेको छ। बौद्ध धर्म भाषामा यो सँगै को निचिरो भनेको छ। कपट ब्रह्मले सोधेको थियो भनेको शब्द लेखिएको छ। यसकै आफ्नै स्वयं टीकामा चाहिँ ब्रह्मले प्रश्न गरेको थियो भनेको छ। यो ब्रह्म भनेको हो त भन्दाखेरि अब यो ब्रह्मले चाहिँ नराम्रो दर्शनहरू देखाएको हुँदाखेरि तत्ल भन्नाले आर्य घोष भनिन्छ जुन तत्ल भन्नाले पञ्च वर्ग इच्छुक मध्यमा खोर्नाले समूह भनिन्छ। त्यो भित्रमा एउटा पर्छ। अनि यो बताएको चाहिँ ब्रह्मले बताएको चाहिँ छल कपट गरेर रहेछ। उहाँ नजानिकन संसारलाई अब उत्पत्ति सृष्टि गर्ने छ यो होइन रहेछ भनेको यसरी तथ्यले बताउनु भएको रहेछ। अब भनौँ एकै गरी यो त्यसरी उहाँले यो काम धातुदेखि लिएर अरूप धातुसम्मको सबै भगवानहरूलाई सोध्छ। के सोधेछ त भन्दाखेरि यो चार महाभूत अर्थात् अग्नि जल भूमि सबै चार प्रकारको महातत्त्वहरू चाहिँ कहाँ के कुराले रोकिन्छ भन्ने विषयमा आफूलाई अब सङ्केत आएको थियो, आफूलाई शङ्का लागेको थियो। यो अब कसलाई सोध्ने त भन्दाखेरि अब यो सोध्ने क्रममा अन्तिममा ब्रह्मदेव भेटेछ। ब्रह्मले भन्दाखेरि म ब्रह्म हो, ब्रह्ममा विशाल ब्रह्म हो। ब्रह्म भनेको इन्द्र हो। त्यस्तै गरी इन्द्र भने संसारको अब यो म यो संसारको सृष्टिकर्ता हो भनेछ। उहाँले सिधै अब के हो त प्रश्नको जवाब नदिएर आफ्नो बयान गरेछ भनौँ न। यो चाहिँ अब अर्हत तत्त्वले अश्वघोषले सोधेको प्रश्न अर्कै थियो। फेरि तत्त्वले भन्नुभएछ कि तपाईँ जो भएन मतलब भएन। तपाईँ यदि तपाईँ ब्रह्म भए तापनि, तपाईँ अब महादेव भए तापनि, संसारको सृष्टिकर्ता भए तापनि, तपाईँ जे भए तापनि मतलब भएन। मेरो प्रश्न के हो, यो महाभूतहरू पञ्चतत्त्वहरू चार तत्त्वहरू चाहिँ के कुरादेखि नष्ट भएर जान्छ? यो मेरो प्रश्न हो, यो मलाई दिनु पर्यो प्रश्न गरे। एकचोटि नभएर दोहोऱ्याएर उहाँले प्रश्न गर्नुभएछ ब्रह्मलाई अर्हत अश्वघोषले। अन्तिममा अब ब्रह्मले धेरै प्रश्न गरेको अब धेरै भए भगवान भएको ठाउँदेखि अलिकति अँधेरो ठाउँमा लगेर ब्रह्मले के भनेछ भन्दाखेरि म चाहिँ अब जुन ब्रह्मदेवको परिवार अब धेरै परिवार समूहमा बसेको हुन्छ। त्यही कारणले त्यो समूह नभएको ठाउँदेखि अलि एकान्त ठाउँमा गएर यदि म ब्रह्म हो, म ब्रह्म भएको मैले यस्तो प्रश्न गरेको मैले उत्तर दिएन, उनीहरूको छेउमा मैले मान्छे धेरै भएको ठाउँमा मैले उत्तर दिन सक्दैन। यदि मैले दिन सकेन भने मलाई लाजमा त हुन्छ। त्यही कारणले अब कुन ठाउँमा अन्तिममा यो कुन बेलामा कुन बेला नष्ट हुन्छ यो चार तत्त्वहरू मलाई थाहा छैन। तर पनि यो प्रश्न गर्ने क्रम तिम्रो गलत भयो। किन भन्दाखेरि शास्त्र भगवान बुद्ध शाक्यमुनि गौतम बुद्ध संसारमा हुँदै यो प्रश्न मलाई किन गरेको त? यो तिम्रो गलत सोध्ने गलत ठाउँमा तिमीले प्रश्न गर्यो।
अर्थात् 차차네 तथुल्लाई 되네 ब्रह्मदेवले भन्नुभएछ 상기 किन 군주네 मलाई सोधेको 되네 त सोध्ने ठाउँ नै 상계가 गलत भयो बुद्ध जो가 हुँदा हुँदै 접시 मलाई नसोधे 타마도 पनि उनी 파워 बुद्धले 가는 거예요. 매바 बुद्धले 차고 नजानेको त 그지 केही पनि छैन 근데 भने 그지 수리사네 아니 상계 가르쳐 버렸잖아 당복 숭에 가는 양 가로 그래 अनि 아니 यसरी 타마때 हुँदा 상매기 हुँदै पछि 양견에 대바 बुद्धले 타베 प्रश्न 거야 गर्नुभएछ 아니 매바 तथुलले 차로 그래 가로 अनि 그래 소 बुद्धले प्रश्न गरे बाद 아 나는 भगवान 이 शास्त्र 던지기 गौतम 가르쳐 बुद्धले 보잖아 상계 신고대 बताए 미시시로 세제 मुताबिक 아니 पहिलो 파버도 रूप 되는 धातुमा यो 오도지 रूपहरू सबै हटेर जान्छ 오도지 세제 अन्तिममा यो रूप नभएको मोक्ष प्राप्त गर्ने बेलामा सबै यो 요주 स्वरूप 탑스 हटेर जान्छ है कुरान भनेर 원에 त्यसै 세나 नष्ट भएर जान्छ भगवान 파버도 지기 बुद्धले 레 타버도 랭겹 두고 말아 आश्व 내 घोषकलाई 랭겹 बताउनु भएको छ 어떻게나 랭겹 두고 맨 너도 맞지 세자 나 상바이 나 제보이 나 시비지 त्यही 셴게 कारणले गर्दाखेरि 야 고고 요지 यो 시고 प्रश्न उत्तर दिने बेलामा उहाँ छर्लङ्ग भन्नुभएछ ए 제장 यो धातुदेखि यो धातुसम्म 이 हटेर जाने 인터뷰 रहेछ भने ज्ञान 될까요? पाउँदाखेरि 아니 참 ब्रह्मदेवले 저기 चाहिँ मलाई 저좀 छल कपट गरेर 티졸래 उत्तर नदिएको रहेछ 아지 भने उहाँले बुझ्नुभयो 생기베 고고도 동지 쳐봐 당고에서 고고 땅 투고 얘나 면하다 간다 고고 동지 त्यसैले 쳐봐 나다 अब 다음에 आफूले अब अरूलाई अब 강강선 छलकपट गर्नु 고고 नसके 동투고 얘베 तापनि 나버르지 통투야 하르베 संसारलाई छलकपट गरेर त भने त ठुलै 대이 अश्वघोषलाई 교수야 때네 छलकपट गर्नु 아니 सकेन रहेछ 아지 त्यही कारणले 아시게 गर्दाखेरि 바가데 대바 말에 치제 나투야 까라 가버 간선 뭐버저 코라 나로 유규 사베 디시로 치제 나요 얼마 뭐버저 데이터 त्यसैले 티버 니베 데바 티즈기 아슈에 지 세단 지 उम्, 차디 얼마 니베 यो 디베 슝 차디 얼마 यो चाहिँ 그지 सर्वका यान अर्थात् 니버데 थेरवादको यो 니버데 अभिधानमा भित्र 파세베 रहेको छ तावा यो 니버데 भित्र यो यसको विषयमा बताएको हुने हुँदाखेरि महादेव अर्थात् महादेवले नबताएको नहुनु पनि नबताएको होइन बताएको रहेछ भन्ने कुरा पनि यसमा पुरै अब स्पष्ट 사실 कोरिएको छ 시에바 머리 발라 나바니데 꾸니 용어지 머리 바다 꾸니 용어지 많이 이제 많이 머리 바오스 라좀 바나는 용어지 머리 바오스 제가 이미 용어지 많이 바는 다동이야스 내대나 अब यो 미고바다 पहिलो दर्शन 아니 दोस्रो दर्शन 제가 के छ भन्दाखेरि 다시 가르 अरब 라바잖아 भएर 파버티 पनि 시베 दुई 되잖아 प्रकारको अज्ञानतामा 아 एउटा अज्ञानता चाहिँ 스제디오로 हटाउँछ एउटा के हो त 스제디오로 भन्दाखेरि 스제디오로 समकलिष्ठको अज्ञानता हटाए तापनि 아와가 스제디오로 समकलिष्ठ 시바 스제디오로 रहितको 스제디오로 अज्ञानता चाहिँ अरहतमा हुन्छ 미시바 사드는 यो 뜻이기요 चाहिँ त्याग गरेको हुँदैन भन्ने कुरामा फेरि 미시바 स्थविरहरूले 사드 आलोचना गरे 미시바 अरूलाई 사드 यस्तो 지랑 पनि 머리 हुन्छ 벌 र 나빠니요 यो 꾸니 महादेव भिक्षु 용어지 머리 महादेवले 벌지베 अत्यन्त 꾸니 मूर्खता 용어지 केही 뭐인 머리 नजाने 벌지 나빠니요 यो साँच्ची नै अर्हत होइन यो संसारदेखि 용어지 머리 मोक्ष 받아 용서 मुक्त भएको अर्हत 태바레리야 चाहिँ होइन 용어지 भने 뭐인 베다 आलोचना 머리 र 벌지 आरोप धेरै 나가 लाग्यो 마시바 त्यही कारणले 고 गर्दाखेरि त्यो हुने क्रममा 코랑 दोस्रो 드시기 विवादहरू 아니 मचिएका थिए 내대 라바 यो 데바 दोस्रो 티스기 दर्शन 아니 코랑 दोस्रो 많이 दृश्य 하 थिए 하체버선 जुन 어다 भिक्षु 화체 버선데 अ, 베데 미 뭔가 띠무고 दोस्रो 시비지를 चरणको 코랑 भिक्षु 상계 महादेवले 신데 बताउनु 들어야 भएको यो 파고 말았어 सन हो 되게 이제 가를 라버스나 아 파고 디졸라야 된 요모 제 머리 머리 뭐 유에스 제제 भनौँ न अब 고고요 अ, 알았어 아니 근데 भिक्षु 그거는 महादेवले यही कुरा बताउनु भएको 예스 थियो नि त अर 다 텔레양아서 직삼다 अर्हत भए 이야기하다 तापनि आर्य भए 다시 तापनि 시에버데 다다지 대로 अज्ञानता 상계 चाहिँ जरैदेखि हटाएको 다시 हुँदैन नि भनेर 시에버데 चाहिँ बताएको रहेछ 아 कलेजको 다시 अज्ञानता नभए 이게 तापनि 다시 कलेज 시에버야 रहितको 공부저 अज्ञानता चाहिँ 나로 हुन्छ है 야시시 भन्ने 어로 कुरामा 공부저 विवादमा 추주 चाहिँ भन्ने 가비야 बुझ्नुपर्दो रहेछ यो दोस्रो दर्शन 강시 꿀은 민버 बताएको 땡좀 बताएको रहेछ 시비지야지 그 추주 가비 여러 강시 꿀은 민버 यही 땡좀 कुराको सिलसिला जस्तै 지기 मुम्बज 랑야다 अर्थात् 랑제데 अभिसमय 바바데 테라데 कोषभित्र 시기요로 가르쳐 버렸잖아 थेरवाद अनुसार भित्र 나라 बताएको छ 상계라 कि 년도에 대해서 जस्तो 녀몽바 सुकै 제게 जस्तै 몽바다 제바 सबैमा 유산에 अ, 꿀은 अन्धकार 민버 सबैको 땡좀 लागि 머리고요 알았어 हटाइने भनेको 껴버렸어 शब्द रहेको 껴버렸어 छ अर्थात् 이나야 떼네 अब यो के छ 껴버렸어 भन्दाखेरि 떼네 यसकै अब 껴버렸어 आफ्नै 아이사나 टिका यो 나 चाहिँ 상계라 년도 되나 वसुबन्धुले 사디 लेखिएको 쉐다 कुरो हो यो 유다 뒤신도 깨와도 되나라도 여 타야바 되솔이야 녀몽 제 जरैदेखि 메인베 अरहतहरूले पनि 시에버데 유야바 अज्ञानतालाई 이 हटाउन सक्दैन भन्दाखेरि 송도와 कसरी बताएको छ 미사네 भन्दाखेरि बुद्ध 예바 र 깨야바 되솔이야 상계 सर्वकाहरूले 쉐바 पनि 시에바다 유기 깨야 समकनिष्ठको 미시에바다 뒤기 깨야 अज्ञानतादेखि 미시에바 मुक्त भए तापनि 되나라도 여 타야바 जरैदेखि 미시에바 अज्ञानता चाहिँ 미시에바 हटाएको हुँदैन 유시스 हुँदैन 송도와 녀람 सधैँको लागि सर्वदा हटाएको चाहिँ 나사게라 हुँदैन 니베데 भनेको जस्तो कि 장점바 되솔라 बुद्धको धर्म 미시에바 요라스 अरहतहरूले सबैले 어라드 미시에바 स्पष्टसम्म अब 유시베스 जानेको 송도와레스 हुँदैन ठाउँहरूदेखि ठाउँ स्पष्ट बुझेको हुँदैन धेरै 다는 समयको 상계다 अन्तर भएकोले 요모제 뭐인베기 नबुझेको पनि 머리버데나 नबुझेको हुन्छ यो 시집사 केले गर्दा 칸이 नबुझेको भन्दाखेरि 자르마자 나서 제 अज्ञानताले 유유바 गर्दा नबुझेको हुने 송도 हुँदाखेरि 자르마 연구에서 अरहत भए तापनि 아니 जरैदेखि 실제로 अज्ञानतालाई 나로는 चाहिँ 요모제 뭐인베 हटाएको हुँदैन 머리버데 भन्ने कुरा चाहिँ 시집이 बुझाउँछ 아니 자와지 연구여러 송도와
간다래 딱 녀모지 जे 메인 भए तापनि 머리버 त्यो चाहिँ 대바 시집의 कलेश 타니가 नभएर 자르게 त्यो चाहिँ 맞아 कलेश आवरण नभएर गे आवरण हो 라존베기 भन्ने 마방의 यसमा 녀모지 व्याख्यान 메인 गर्ने विद्वानहरू 시부 रहेका छन् 예버디 जे भए तापनि 딱 하체 뭐 지부기 시바 अभी 저거 년도 대바 신다게 그지 अभी 그거 हाजम चाहिँ खेले यो बताउँदा अभी धर्मकोशभित्र खाइसको चाहिँ म यसरी जवाब बताएका सुन्नु छन् यो चाहिँ ता थिसेलु सिसा सेबिना अनि डाजम्बे यो माबावे सिटिबे थेरवादाको अभिधर्मकोश अनुसार हो 텐데 अब 인데스 महायानको 다 अभिधर्मकोश 하체베기 बन्ने हो भने 셰데아 हो डाजम्बा आरतहरूले 녀모지 जराइदेखि 메인 머리버 अज्ञानता 열에서디 चाहिँ त्यागेको हुँदैन भनेर 티싱기 महायानी 급티디 शास्त्रहरूमा 티싱기 छ्यापछ्याप्दी हामीले भेट्न सक्छौँ 떠두기 싸변으로지 급티디니 야바로지 바지 त्यही बेलादेखि नै दर्शन भने चाहिँ एकदम त्यही 변투야로지 कुरा 용의 사람으로지 내 창도 अज्ञानतामा 제가 पनि 야 참좀 सूक्ष्म 디 मोटा 제사디 मोटा 디지 मोटो पातलो र एकदम धेरै जरासँग त्यसलाई हटाउनु पर्ने 미카시 अज्ञानताहरू रहेछ भनेर दर्शनहरू चाहिँ 남베기 पहिल्यैदेखि आएको 쇼주 रहेछ भन्ने 가라가도 हामीले 신기해서 बुझ्नुपर्छ 알고 이제 카시지 가르라고 알았잖아 어따바 티브 챔버스인데 버데 좀 주기 알았어 अब कसैले भन्छ नि 오늘 저녁 낭보야 मायालाई भने त सबै झुटो बुद्धले बताउनु भएको छैन यो 신도와 साँच्ची नै धर्म भनेको त 뭐냐 बुद्धले 티브 बताउनु भएको जुन 챔버도 대좀 सर्वस्ति 뭐지 लगायत 년대 대베기 सारनाथमा 뭐 बताउनु भएको 대전 नाम तेह्रवटा 뭐 धर्म नै 지도요 뭐 बुद्धको 맛이 제라 सर्वोत्कृष्ट 대바적이 चोखो धर्म हो 쉐베 यो 대바적이 मायाले 쉐베 तन्त्राएन भने होइन 뭐 भने कोही भन्ने 게임시 मान्छेहरू छ 쇼레데 강한다네 तर यो किन 타나 त भन्दाखेरि 그 एउटा 게론타 छिबु अज्ञानता धेरै कुनै भएको 녀모지 कारणले 머리 뭐 गर्दाखेरि 열에서 학기지 쉐 타가랑 आफूभित्र 아니 अज्ञानताको 티쟁기 떠루 भारी 기타 धेरै भएकोले 가르쳐야지 떠루랑 अज्ञानताले 차시 제시바 अँध्यारोपन छाउँछ 지나 अँध्यारोले 디노와 सबै कुराहरू 드니 स्पष्ट रूपमा देख्न 디규사 सक्दैन 데나 नि त त्यसै 람사베 कारणले गर्दाखेरि यो 티버셔서 가서지 अनि 가셔야지 मायानी धर्म बज्रायनी धर्मले त्यत्तिकै 쉐샤레스 मान्छेलाई 랍시다 बताउने गरेको 어 भनेको 니데 मिल्दैन 대원 किनभने 파르소기 त्यो देख्नुको लागि 뜨두시베 एउटा 돌아야 티버 आफूमा 신비기 ज्ञानको आँखा 뜨두 चाहिन्छ 대외기 जब 사실 आफूभित्र 소마도 अज्ञानताको 제가 अन्धेरोले 티베셔서 ज्ञानको आँखाले 쉐베 ढाकिदियो भने 쉐베 त्यो ज्ञान आफूले कहाँ देख्न सक्छ र होइन त्यसैले अ, 다 되네 यसको 숨버려 विषयमा 버려 दर्शनहरू पहिल्यैदेखि 숨버리네 आएको हो यही कुराहरू 다 बताएको हो यो 다시 महादेव भिक्षु महादेवको दोस्रो 시스템 दर्शन थियो अब महादेवको 시스템한테라 사실 뭐 तेस्रो 가르라고 दर्शन 하잖아 के रहेको छ भन्दाखेरि 균도 슈버 터바 디즈기 아니 균도 슈버 터바 남게스 아니 꾸니 영웅 버지에게 대좀 영수 빵 말했어 जुन्दु सुब्बा 알았잖아 भन्नाले 다 यसलाई 대좀데 통방기 가서다 방지로 체제 संस्कृत अर्थात् हामीले बुझ्ने 타마도 भाषामा 덴발라 대좀사 श्रोतापन्न भनिन्छ 대신 श्रोतापन्न 대좀 पहिलो ज्ञान प्राप्त गरेर 타마도 मार्गमा 디지시비 बस्नेलाई श्रोतापन्न 되게 श्रोतापन्नको 뭐 ज्ञान 방지 प्राप्त 말했어 भएर पनि 니네 토요일로 미리 जराइदेखि 취버더비 대좀이 야버스 अज्ञानताको 더동 열었어 जुन 제제 शङ्ख 통 लाग्ने 디시드 야버 सन्ध्या हुने 내가 चाहिँ 내 터바 जराइदेखि 디즈기 हटाएको हुन्छ 내대 성으로 तर पनि के हो 내대 त 라바 एउटा 제바 ढुङ्गाको 디즈기 아니 चट्टानलाई 고레베 ढुङ्गाको कुण्डे 가르쳐야지 शिला एउटा मूर्तिलाई 다 चाहिँ 하시면 मान्छे हो कि 야베 भनेर 가야 टाढोदेखि 미팅기 हेर्दाखेरि 김 मान्छे हो कि भन्ने 김고바 एउटा 아니면 शङ्ख र 상기 가야 공부도 좀 सन्ध्या चाहिँ 나고 हुन्छ है 디시 야소도 भनेको 아마 छ हो 그 가르라고 탁발라 आफूभित्र 태좀 भएको 열어 अज्ञान 제제 आफूभित्र 버티디 भएको 버티디 ज्ञानले 사실 गर्दाखेरि 버티시 말했어 야 अज्ञानताको शङ्ख 저시 र 말해 सन्ध्या त हुँदैन तर पनि आँखाले गर्दाखेरि आँखा कमजोरी भएकोले रातिको 드네 समयमा जुन 유산에 ढुङ्गाको डल्लोलाई चाहिँ यो चाहिँ मान्छे जस्तो हल्लेको जस्तो 딱 देखेर यो 초니가로 मान्छेले 이해가 भन्ने 봐. शङ्का 다 चाहिँ हुन्छ 하시면 भनेको छ 가르치 봐. यसमा चाहिँ 내리 भिक्षु गेलोन महादेव 대바지 चाहिँ 가르치. 니가로 यो 이해가 봐. आराध होइन 니가로 यो 니엔시 해놓고 제바 치하도. यो चाहिँ महा 제마도 किचक 가르치는 संसारमा भौतिक 니엔시에 मान्छे नै हो भने त्यहाँदेखि अब फेरि विवाद 내대 हुन्छ यो 지수기 तेस्रो 사천 뭐가 दर्शन 봐. 고아 간데다바 세난다도 르시 간데 야바데 지부마도 사천 비 가르라바 이된 아저씨랑 고쳐 봐. 제사 디균선 때네 अब 양코노 आराधहरूलाई 니가로 좀 이해가 돼 आराध 계속 महादेव भिक्षु महादेवलाई 음 स्थवीरहरूले किन आलोचना र आरोप लगाएको 다테냐 रहेछन् त भन्दाखेरि 다랑 उहाँले 듀얼 के 웅식이 बताएको कुरा 나와봐요. चाहिँ त्यसको 네가 그때는 विषयलाई 무슨 नबुझेर 말씀이야? 듀얼 웅식이 सानो 나와봐. सानो शब्दमा झुन्डेर 아니 त्यो 좀 शब्दलाई 내비기 게런 체크 뭐 बुझ्नु 내가는 नखोजेर आरोप 영어미야 लगाएको हो 군도 भन्ने 저러 숨 빠네 राय 균도 쇼가 देखिन्छ 남버 미동 체제 저베선 주던 예바르 쇼와 수노르 봐. 드니도 다 군도 저러 숨 사데다 통방게 방자 군도 저러 숨 사데 진짜 군다 아체 수름 도시 존재제 त्यसैले 아니 यो 칼레나마 बुद्धले 도바사 बताउनु 이제 भएको दुलवा 듀얼 लुङ्सी 도바사 भनिन्छ 대조 대조 빵 जुन 버렸어. विनयमा चार 토마티베 वर्गको 값산한다도 चार 균도 쇼가 वर्गमा छुट्याएको छ 통방게 शिलाहरू विनयहरू त्यसमा 다나 भगवान 신기 아니 भगवान 뭐로 बुद्धले 저자데 디준 알로레 भिक्षुहरूलाई एक 윤슈기 समयमा 티좀 भनेको 영혼제 디주 बताउनु 빵기 भएका छन् ती 버리네 कुन 아 झोडो 영혼제 भनिन्छ 뭐인데 티좀 सदा 빵기 प्रयोग 말했어 गर्ने 어디 순고로 봐. जस्तो कि शरीरलाई 되나야 भय 당기 नजरले 공부지 हेर्ने 제하게 परिकल्पितहरू 파버터디 남다디 शिला नै मेरो 야베 सर्वोत्कृष्ट 세바 मेरो 아니 양 콘데 비상도 शिलालाई 가르잖아. सुरक्षा गर्ने मेरो 파버터디 공 सर्वोत्कृष्ट मेरो 에네 딱 ध्यान हो भने 파버터 यो 좀 तिन 차사르야 되고 त्यसै 웬베네 गरी 벤진 쇼데베 거래야 아니
हामीले प्राप्त गर्ने मोक्ष नै त्यति स्पष्ट छैन भने यो सबै तीन प्रकारको अ, गलत कुराहरूलाई चाहिँ हटाइसकेको हुँदाखेरि उनीहरूलाई यो प्रकारको शङ्का र सन्देह नभए तापनि अ, कलेश रहितको अज्ञानता चाहिँ त्याग नगरेको हुँदाखेरि अझ पनि त्यसको गन्धहरू चाहिँ भएको हुन्छ है भनेर यसरी पहिला 다음에 시버드래. 시버디에다 따와 시버섬으로 따와 तथुल 시버디 अर्थात् 가르사나 अश्व घोषकले जुन ब्रह्मदेवसँग बताउनु भएको जुन शरीबला त्यही सबैले कुरा रहेको छ 몽봉보드소야 अर्थात् अज्ञानहरूले जरादेखि पढाउनु त्याग गरेको हुँदैन भन्ने कुरा 지다데서 बताउनु 생게 남을 주버체보다 시험하 오버레스 अब चौथो दर्शन भिक्षु महादेवले के बताउनु भयो त भन्दाखेरि भाषा बसंगरे यहाँ पे 몽바 디무베 상게가 저시게 상게 그 고마 제미도 기드리스 उम्, लागो रसना शरीब दिसो लास्ट अब वन बन नम्बर दिसो एने मिशन दागा एने लामना जुबर छे मलाई के बताउनु भएछ भन्दाखेरि अब सोसो रनि राचा बे कोम्पा थबा इना सोसो रनि खाको मारस भिक्षु महादेवले बताउनु भयो स्याहारीपुत्र आदि उहाँ एकदम तीखो र एकदम अ, तेजिलो दिमाग भए तापनि भगवान बुद्धले के बताउनु भएको उहाँ स्वतपन्न हो तर पनि के हो त उहाँले उहाँले कुन बेलामा उहाँको जीवन नष्ट हुन्छ अर्थात् आफू को हो भने आफूले बुझेको छैन किनकि बुद्धले बताउनु बाहेक अरू स्याहारीपुत्र नै आफ्नो ज्ञानको अथवा आफ्नो ज्ञानको गुणको महिमा आफूले बुझ्न सकेको थिएन त्यही कारणले यो कुराहरू पनि हुन्छ है भनेर बताएको छ लोमा त जो बे थवा साजे ता nga kisi racha ba ina ngaran racha ba ima ngaran kha ko mindus ro त्यसैले गर्दाखेरि यो कुरा भिक्षु महादेवले बताउँदाखेरि अब म अरहत भए तापनि म अरहत भएको त मलाई थाहा हुँदैन रहेछ किनकि स्याहारीपुत्रले सबै कुरा आफ्नो ज्ञानमा भए तापनि आफू चाहिँ एउटा मुक्त भएको पुत्र हो मुक्त भएको एउटा भिक्षु भनेर नबुझेको जस्तै अरहतहरूमा पनि अज्ञानता त हुँदो रहेछ नि भन्ने कुरा चाहिँ यसले बुझाउँदो रहेछ यो चौथो दर्शन थियो भिक्षु महादेवले बताउनु भएको कुरा 다데 가르쇼래 다테네 안 가서 삼바야지 그래 भविष्यमा यो बेलामा मुक्ति पाउँछ भनेर आफूले थाहा हुँदैन बुद्धले बताउनु पर्ने हुन्छ ध्यानदेखि निकाल्नु पर्ने हुन्छ ध्यानदेखि बाहिर ल्याउनु पर्ने हुन्छ यो चाहिँ आफू आफूले सक्दैन बुद्धले आफूले किन नसक्यो भने आफूमा त्यो ज्ञान नभएको कारणले अज्ञानता धेरै भएको कारणले गर्दाखेरि हो भन्ने कुरा पनि बुझाउँछ। 초도 기바 예스 베라 시럽진기 초 शरीफ तेने बे उम्, जुबेजी छगे पो अनि तेने दुवान्ज बे छ न्या खर्सा यारबा अब हामीले भन्छौँ नि जस्तो कि अब 초도 बुद्धिमा एकदम 상게 운된 거도와 마도 꽝그 तीको दिमागमा शराबी छौ प्रज्ञामा सर्वोत्कृष्ट शरीपुत्रले मान्छौँ त्यस्तै गरी विनयमा एकदम सर्वोत्कृष्ट उपनिले मान्छौँ यो उत्कृष्ट चाहिँ बुद्धले भविष्यवाणी गरेको थियो नि त बुद्धले भविष्यवाणी गरेको बाहेक आफू आफूले नै भविष्यवाणी गर्न सकेको थिएन नि किन भन्दाखेरि आफूमा अज्ञानताको गन्धहरू भएको कारणले गर्दाखेरि आफू को हो भने आफू आफूले नै भविष्य देख्न सकेको थिएन यो बुद्धले नै बताउनु पर्ने हुने हुँदाखेरि अरहत भए तापनि संसारदेखि मुक्ति पाए तापनि उहाँहरू चाहिँ अरहत भए तापनि जरादेखि अज्ञानता चाहिँ हटाउन सक्दैन भन्ने कुरा यसले बताउँछ भनिन्छ नि प्रत्येक बुद्धहरू कहिले निद्रा नलिकन मोक्ष प्राप्त गर्न सक्छन् तर सर्वका यानाहरू अन्तिम जुनी दिए तापनि अन्तिम संसार मात्रै एउटा संसार मात्रै एकचोटि मात्रै जीवन लिनु परे तापनि कल्याण मित्र लिएर मनमा सारा लिएर मात्रै यो संसारको ज्ञान मुक्त हुन सक्छन् भन्ने यो थियो अब अर्को के छ भन्दाखेरि भिक्षु महादेवले बताउनु पाँचौँ नम्बरको दर्शन के रहेछ त भन्दाखेरि जस्तै कि हामीले बताउँछौँ जस्तै कि अब हेतु प्रभाव देखिन्छ यो निरोधेय शर्मनय सब भन्ने चाहिँ हो आनन्द किलोजुङ भन्ने चाहिँ हो देख्दै सिकेछौँ युलो होइन गेजुङ चाहिँ देखेछौँ भने हामीले यो के रहेछ त भन्दाखेरि
बुद्धले बताउनु भएको शब्दले कानमा सुन्ने बित्तिकै मुक्त भएर जाने त्यस्तो स्रोत पनि हुन्छ यो एउटा एउटा यो पहिलो स्रोत हो दोस्रो के हो त भन्दाखेरि यो संसारको वैराग देखेर संसारको दुःख देखेर वक्क दिक्क प्याक्क लागेर नि कुनै संसारको दुःख देख्ने बित्तिकै मुक्त हुने कुनै एकान्त ठाउँमा गएर ध्यान गर्ने बित्तिकै संसारको दुःखहरू छर्लङ देख्न सक्ने पनि हुन्छ कुनै बेला अनित्यको ध्वनिहरू बुद्धले बताउने बेलामा बुद्धिसत्वले बताउने बेलामा के हो त संसार सत्य दुःख नै रहेछ भने आवाज सुन्ने बित्तिकै संसारको दुःखदेखि मुक्त हुने त्यस्तो पनि हुन्छ अनि आर्यको मार्गहरू प्राप्त हुने पनि भएको छ यो महादेवले यसरी व्याख्यान गरे तर इष्टवीरहरूले चाहिँ सुन्नु मानेन इष्टवीरहरूले भन्ने गर्छ कि भिक्षु महादेव भने चाहिँ महापापी माता पिता र अराधहरू मार्ने एउटा महापापी भएकोले त्यही कारणले गर्दाखेरि कुनै खालको मुक्ति हुन सक्दैन भने तापनि उहाँलाई चाहिँ पुण्यको कर्मको बाटोहरू बिराएको थिएन पुण्य कर्म गर्ने स्रोतहरू मासिएको थिएन किन भन्दाखेरि उहाँले एक साँझमा एउटा उहाँलाई एउटा महादेवले एउटा यस्तो विचार आयो कि मैले गुरुलाई पनि मारे मेरो आमालाई पनि मारे तर पनि अति दुःख पाएछ भने आफूले यसरी मनै अब धेरै उहाँलाई रिग्रेट अर्थात् आफूले धेरै दुःख लाग्यो त्यो हुँदाखेरि नै एक समयमा साँझ बेलामा यो दुःख सम्झेर भिक्षु महादेवले कति संसारको दुःखहरू आहा यो संसारको दुःख देखेर म थाकिसकेँ सबै दुःखै दुःख रहेछ नि भनेर दुःख लागेर यसरी भन्ने क्रममा आफ्नो चेलाहरूले सुन्दाखेरि बिहान जुरुक्क चेलाहरू उठेर आएर तपाईँ त अराध हो तपाईँ पनि दुःख हुन्छ र सोद्धाखेरि होइन मसँग दुःख छैन के भयो भन्दाखेरि हिजो बेलुका तपाईँ ठुलो समय संसारले दुःखै दुःख रहेछ ओहो कति दुःख भयो नि भनेर हामीले सुने तपाईँले दुःख नपाउनु भएको यसो नहुन्थ्यो तपाईँ त अराध दुःख नहुनु पर्ने के हो भनेर सोद्धाखेरि होइन खास मलाई दुःख केही पनि छैन तर बुद्धले संसारको दुःखदेखि मुक्त हुनु लागि संसारको दुःख के हो सबै दुःखै रहेछ भनेर बुझ्नुपर्ने मैले बुझेको हुनाले सबै संसार दुःखै दुःख हो जहाँ गयो भने दुःखै भोग्नुपर्ने हो दुःख नै रहेछ नि भनेर मुखदेखि मैले भनेको हो म आफूभित्र दुःख भएर भनेको होइन भनेर इस्लाम चेलाले बताउनु भएको छ त्यही कारणले आर्य अश्वको सबले शरीरलाई बताउनु भएको रहेछ कि शरीपुत्रलाई सबै धर्महरू कारणदेखि नै उत्पन्न भएको हुन्छ यो कारण सबै हेतुहरू तथागत बुद्धले बताउनु भयो जुन नराम्रो कर्महरूलाई स्रोतहरूलाई रोक्न त्यही नै बुद्धहरूले बताउनु भएको छ भनेर बताउनु भएको छ जसले संस्कृत भाषामा हे धर्म हेतु प्रभाव हे कुन्ते केन तथागत हायावत तकेन यो निरोध एवंबदिमा सेबनाय स्व नै छनम तंज गिलेजुम दिगे शिगवेस जुलागो बगाई बकेजुम जुम दिगे सुन नै हामीले धर्मको अभ्यास गर्ने क्रममा हामीले मुखदेखि नै कति नै दुःख आयो कति नै दुःख भयो हामीलाई धेरै समस्या रहेछ नि मनमा आए तापनि मुखले पनि हामीले भन्छौँ नि किनकि त्यो भित्र फसिसकेको हुन्छ तर यो किन त भन्दाखेरि जुन मान्छेले संसारको दुःख छर्लङ्ग देख्छ त्यही मान्छेले मुखले भन्ने गर्छ किनकि उसले भन्नु सक्दैन मुखले भनेको भरमै आफूभित्र संसारको दुःख बुझेको ज्ञान छैन त्यसैले गर्दाखेरि प्राचीन भारतमा भिक्षुहरूले के गर्थे त भन्दाखेरि पहिला बिहारमा भिक्षुहरूले बिहान घुमेर परिक्रमा गर्दाखेरि यो सबै संसार दुःखै दुःख हो दुःख नै संसारको बन्धन हो भनेर यसरी भिक्षुहरूले पढेर अनि सबै अनित्यहरू दुःखै दुःख हो अनित्यलाई पार गर्नको लागि सत्यता कर्म रच्नुपर्छ भनेर यसरी भिक्षुहरूले जुन
अनमोल अमृतमय वचनहरूलाई कथन गर्ने गर्छ पहिले पनि थियो नि त त्यही कारणले मुखदेखि सबै दुःखै दुःख हो म दुःख पाएँ नि भनेको घरमा अब दुःखभित्र भ्रमित भएर फसेको छ भन्नु मिल्दैन पाँचौँ नम्बरको भिक्षु महादेवले बताउनु भएको पाँचौँ दर्शन त्यसैले चाहिँ महादेवको 5 प्रकारको दर्शन हो यो 5 वटा दर्शन भएको छ यो आदि धर्म कोशभित्र पनि बताएको छ यो धेरै स्रोतहरूसँग जोडेको छ त्यसैले यो महायान सूत्रहरू पनि जोडेको शास्त्रमा पनि जोडेको हुँदाखेरि यो महादेवको एकदम गलत सोच हो गलत दर्शन हो गलत दृश्य हो भनेर हामीले कहिले पनि थेरावाददेखि हेर्ने हो भने उहाँहरूले जुन स्थविर कश्मीरको स्थविरहरूले आलोचना गरेका थिए तर मायासँग जोड्दाखेरि त मायासँग जोड्ने हो भने तन्त्रयानसँग जोड्ने हो भने उहाँले बताएको सही रहेछ नि थेरवादमा हेर्ने हो भने उहाँलाई गलत देखिन्छ तर समग्र बौद्ध मार्गमा बौद्ध धर्म सबै तीन यानमै हेर्ने हो भने यो त सही उपदेश हो रहेछ भने पनि अब मायानको शास्त्रमा हामीले देख्न सक्छौँ त्यसैले हामीले यो विषयमा हामीले जाँच गर्ने त्यस्तै गरी यो विषयमा हामीले यो के हो भने विश्लेषण गर्यो भने त्यसमा त्यो कुरादेखि धेरै ज्ञानहरू लिनु सक्दो रहेछ नि त यो चाहिँ 18 वटा निकाय नछुटिनु विभाजित नभएको भन्दा पहिले भएको हो नि त यो सबै त्यो बेला नै दर्शनहरू के हो हाम्रो सिद्धान्त के हो भने त्यही बेलादेखि छुटेको रहेछ यो मायासँग सम्बन्धित भएको धेरै रहेछ यसको विषयमा पछि बताउनेछु कसरी जोडेको मायानीहरूले पनि हामी मायान ठिक पक्षमा हो भनेहरूले पनि यसको विषयमा हामीलाई विचार गर्नुपर्ने अत्यन्त जरुरी देखिन्छ त्यही कारण यो थेरवाद भनेको चाहिँ कुनै पनि मायानसँग सम्बन्धित नभए कुनै बेला नमिल्ने यो बेग्लै मार्ग हो भने हामीले यसरी थिचो मिचो गर्नु मिल्दैन त्यो बेलामा सबै कुराहरू बतिसकेको रहेछ मायानाको इज्जाको रहेछ नि यो थियो भिक्षु महादेवले बताउनु भएको 5 वटा दर्शनको विषय अब यसको सिलसिला अर्थात् निरन्तरता भन्दाखेरि यसको विषयमा अब जाँच गर्ने यसको सन्दर्भमा जाँच खोज तलासमा जापानको एउटा विद्वानले के बताउनु भयो भने यसकै विषयमा बताउनु पर्दाखेरि चुखामतो भन्ने उहाँलाई चुखामतो के हो भने उहाँले अनि समय मिल्यो भने अब कोरियाको विद्वानले बताउनु भएको जोड्नेछु यदि समय मिल्यो भने पुग्यो भने पहिलो म के हो त जापानको विद्वान चुखामतो के बताउनु भयो भने यसको विषयमा बताउनु पर्नेछु अब यो पहिलो चरणमा जुन सङ्घहरूको विभाजित हुनुको मुख्य के हो 5 वटा धर्मले गर्दा हो कि भन्ने विषयमा प्रश्नमा चुखामतोले केशवले के बताउनु भएको रहेछ भन्दाखेरि उहाँले सन् 1929 मा उहाँ जन्मिनु भएर बौद्ध धर्मले उहाँले अध्ययन गर्नुभएछ चुखामतो केशव भनिने रहेछ उहाँले सन् 1965 मा बौद्ध धर्म फैलाउनको लागि महादेव अर्थात् भिक्षु महादेव परम्पराले गर्दाखेरि सङ्घको मूल निकायहरू विभाजित हुनुको विषयमा के कुरा लेखेको थियो त्यो भित्र उहाँले 18 वटा विभिन्न स्रोतहरू लेखतहरू उहाँले जम्मा गर्नुभएछ दुई सङ्घ छुटिनुको कारण के हो त
रिवे शोंगलो द मा ट्युबे बान ताजे छे भिक्षुमा युसिम देवले बताउनु भएको पाँचवटा दर्शनले इना गरेको ता कारणले पेन हो कि तुजु केबे पाँचवटा शिव पाँच छु मो छे स्रोत ने धर्मले कोरांग गर्दाखेरि ददा हो कि हो जुगदो 10 रो कोले धर्मले जुगदो गर्दाखेरि हो छिरा कि के भन्ने कुरामा उहाँ ते धेरै मा राखेको सोले आज शिवि ने आउमा रो सम्झास छ अनि त्यसको विषयमा सन्दर्भमा यो कोम जापानको जेसम दिन आलो ला विद्वानले तंगे बताउनु भएको शिवन जी इसे कुरा जोगे रहेको छ सी हरबा इसे जोगे 18वटा सी लेखोट हैन किताबहरू कोम रहेको छ रुमी से एउटा रुमी उहाँ से जस्तो अर्दिने रुमी दिन तालिका पेन रहेको छ खरो सन कब दि पजुंगी थुंगे मानसो बिना खरेना रुमी दिन या खासेजी रुमी दिन जेयो अब दिन यो कब सबै दि तालिकाहरू छेयो मैले दिन राम्रोसँग खासेजी मिलाउन सकेको छैन छङ छङ बिदो किनकि कति स्रोतहरू मैले रि भेटेको छैन साना पुगेको छैन 지 त्यति तर छावा 지 जति 녜게 सक्दो 요섬 यसमा मैले 지 탑시 यो भित्र 쳔비네 जति 녜마 18वटा किताबमा ताइने उहाँले 시제 기 차네 딱 अनुसन्धान गरेर 좀 यसरी 가랭버데 दुईटा 다다 सङ्घहरू छुटिनुको कारण 그리게 लेख्नु भए 기도네 तापनि 가자버 यो भित्रको 시야스 मोटामोटी सबै स्रोतहरू मूल कुरा के रहेछ त 다들 루미 भन्दाखेरि 디나로래야 बताउनु पर्दाखेरि मोटामोटी 내삼기 कुराहरू चाहिँ 유니가 रुयुना데 संयुना데 서रबा जुन दक्षिण रुयुना데 सादे ता दक्षिण र पालीगी पूर्व दिशाका परम्परागत 이 आएका 거래 아예리베 भिक्षुहरूको 당 अब 가자베 मुख्य स्रोत रहेको रहेछ यो त्यसमा 당게스 तुलना गर्दाखेरि विशेष गरी संयुना데 सादे भिक्षु 초다 महादेवले बताउनु 갸라기다 भएको 난 당나 신기 거진 स्रोत 털에 아슈데 आधारको पाँच धर्म र 당신자 अर्थात् पाँच 루미 दर्शन 천기나데 भनौँ न 시고 यसको 콩 विषयमा अब के 그렇게 मैले 거상 유번이게는 이제 쪽에 राखिएको छु 생겨버체 뒤절에 핀수 십두르 체제 아니 बौद्ध 파시베 धर्मको हामीले 신경 स्रोत नै 거래 कहाँदेखि 개발 가려 खोज्नु पर्दछ 두수 भन्दाखेरि बुद्ध परिनिर्वाण 저 भइसकेर 충동으로 나야 दक्षिण दिशा भारतको दक्षिण दिशादेखि 다티난 가몽에는 이제 आएका 접게 बौद्ध 되게 मार्गीहरू त्यसै 갱고바 गरी भारतका जुन 이제 접게 उत्तर दिशा 갱고시네 섬차서 परम्परा परम्परागत आएका बौद्ध भिक्षुहरूको बौद्ध मार्गीहरूसँगदेखि यसरी दुई प्रकारको परम्परागतले बौद्ध धर्महरू स्पष्ट गरेको रहेछ भन्ने 딱 이제 हामीले 접게 बुझ्नु पर्दछ 난다 A B C D 제주도 그런 게 अब यसमा मैले एबिसिडीदेखि विभिन्न क्रममा राखेको छु 그럼 지시하래 जस्तो कि अब 당부디 시라도 시에 챵고 그런 현상 규시하고디 지금 यो भित्र पहिलो स्रोत के रहेछ 주경을 भन्दाखेरि 주는 만들 विशेष 주경을 주는 महाभाषिका जुन 주경을 주는 सन्चङ गुरुले 규시하고디 सन् 다전에 600 이번에 छपन्नादेखि 대바탕이 된지스 659 उहाँले अनुवाद 대바탕이 गर्नुभएको रहेछ 된지스 되는다 शुरू 제라 दोस्रोमा के रहेछ 그런 भन्दाखेरि 줍니다 시비요 समय भेदो समय 대에 भेदो अर्चना 주름 가뱅 चक्र 요바 भनेको छ 규시하고 यो चाहिँ अब 5औं शताब्दीमा 다티고래 안쩌바로 चिन 대시 어디 안쩌바데 चिनको 슈모체 राज्यको 코랑게 बेलामा अनुवाद गरेको 어디 रहेछ 자뱅 케바 코랑게 아니 대바 저기 대셔디 यो 칭 कसले अब यो अनुवाद गर्यो यो स्पष्ट छैन यो 주기 दोस्रो 교림치 स्रोत हो 다랑 라자 샤스도 드네 인주산에 예 다랑 라자 치 샤비 안텔레야 또시 अनि जे छ मैले त्यसमै त्यस्तै राखिदिएको छु 어거를 किनकि त्यसमा मैले अब 가지고 주시로 또 सङ्घ त धेरै छ तर 뭐 सबै कुरा मैले परिवर्तन गर्न मिल्दैन यो पछि बताउन तपाईँहरूलाई त्यस्तै गरी यो भनौँ न 다들 내가 타는 좀 निकाय 된주사 आठ 대양 निकाय 슈루치라 그 आठ 콜로 18 콜로 निकायहरू 시비요래 विभाजित भएका 네 शास्त्र 중계는 भन्नेमा 어디야 되면 교래 주주의 주름 주배의 뒤기를 जस्तै कि 주주였다 त्यही 다전에 विषयमा रहेको छ 시와디 समय 대바타디 भेदोमा 슈루기 된주사디 अर्चना 대양 चक्र भन्नेमा 슈루치라 यो 그 त्यही 콜로 규로 ग्रन्थ 야샤 रहेको छ 너나 यो 자게 나로래 슈루치라 그 कसले 콜로 규로 अनुवाद गरेका 나로 रहेछन् भन्दाखेरि परमार्थले 지나나다 गुरुले यो 귤삽센더부디 अनुवाद गरेको 상신장 교시하고 अनुवाद गर्नुभएको रहेछ यो चाहिँ 진로 두개 छैटौँ 주주인이로 छैटौँ शताब्दीमा यो 교시하고 अनुवाद गरेको रहेछ 다전에 त्यस्तै 가서 गरी 뱅게 돌이야 규르샤베 슈루치라 그 콜로세아디 엔 로자와 펜디 상종 규르샤고 때 પછી 뒤로 त्यसै गरी 개변 झन्झाङ गुरुले पनि 시작이 있어요. 662मा यसकै विषयमा 다전에 अनुवाद 대바타디 गरेछ 슈루기 댄저기 제장사야디 त्यस्तै गरी 한글 법인 현상 올라면 크지 그제샤 धर्म 제베 धर्मकार 주주인데 교시하래 जुन 다전에 धर्मकार 댄저스기 사den사야디 ग्रन्थ त्यही नै हो तर 자라 그 पछि 수위다 탕기 법인 भारतको 제장세 धर्मकार र त्यसै गरी अनुवादक 다전에 디젤이야 साङ्क्योङले 대바타디 제베 댄저기 시아바사야디 8औं सेन्चुरी अर्थात् 다 8औं 콩이야 शताब्दीमा अनुवाद गर्नुभएको 허위 रहेछ 안다 대베기에다 고랑기 त्यसै गरी त्यो अब 대바타디 댄저스 समय भेदको 규시하고 अर्चना चक्र 슈루치라 그 콜링 त्यसको अब 규르샤고바 भित्र अब 대야 फेरि 고랑은 제샤베 सन् 제시라지다 632 देखि 682 티 뒤로 7औं 두개 शताब्दीमा 두기 अनुवाद गर्नुभएको 제레스 रहेछ 다전에 त्यस्तै गरी 디젤이야 탕센름이 탕宣장 야갈 페베게 यो चाहिँ अब सुई राजवंश र थङको 시 राजवंशमा यो 500 549 देखि 623 सम्म यो अनुवाद गरेको रहेछ 다다 스텝을 하고 문에 당게 쉬변한 신기 त्यसै गरी 자뱅기 개바디 제솜데 अब एचमा पर्ने भनेको
this gun short the j the cake the परमात्मादेखि नै इज परमात्मा खरै गुरुले मिन त्यस्तै गरी यो 제가 भनौँ न 도시 प्रायः 사람이야. छैटौँ शताब्दीमा 다전에 अनुवाद LT गरेको देखिन्छ। 가르스는 내가 타제 버쳐 넘버 쉐바. 내가 타제 버쳐 봐 넘버 쉐바. त्यस्तै गरी 로빈 यही 바비야. किताबलाई फेरि राम्रोसँग अनुवाद 로빈 바비야 गर्दाखेरि 링데레스 라고르바. Shenzhen Shenzhen गुरुको जुन मार्ग लेखकमा अनुवाद किताब छ त्योभित्र 746 मा अनुवाद गर्न सन् 7औं शताब्दीतिर अनुवाद गरेको देखिन्छ। त्यही कारणले यो निकायहरू विभाजित भएको भनौँ न, निकाय भेद निकाय भेद विभङ्ग व्याख्यान नामक यो 6औं शताब्दीमा आचार्य भव्य डेन्जे भनिन्छ, भव्यले अनुवाद गर्नुभएको रहेछ यो। त्यस्तै गरी यो राजा अशोक राजाको इतिहास पनि यो लेहो गेन्डेन भनिन्छ। 505 शताब्दीतिर यो 512 मा सन् 512 मा अनुवाद गरेको पाइन्छ। त्यसै गरी गुण विभङ्ग शास्त्र नामक त्योभित्र यो 3 देखि 4 शताब्दीमा यो पाली भाषामा अनुवाद गरेको देखिन्छ। त्यसै गरी दीप वंश र महावंश नामक शास्त्र पनि बुद्ध यो भित्रमा पनि के कुराले त्यो निकायहरू संघको निकायहरू यसरी छुटेको थियो भन्ने विषयमा यो 5 देखि 6औं शताब्दीमा अनुवाद भएको देखिन्छ। त्यसै गरी बुद्ध पालिका बुद्ध घोषले पनि समन्त पासादिका नामक ग्रन्थमा यो 5औं शताब्दीतिर अनुवाद भएको देखिन्छ। अब अब यहाँ तपाईले हेर्नु सकिन्छ ए भनेको के हो, बी भनेको के हो हैन। अब जसरी 1 नम्बर राखेको छ, 1 मा चाहिँ बी भएको छ। यो बुद्ध परिनिर्वाण भएर 116 वर्षपछि यो अनुवाद भएको भने बुझिन्छ। त्यस्तै गरी अब तपाईले 2 नम्बरमा हेर्नु भयो भने 116 160 वर्षपछि यो बुद्धको शासनमा जुन संघहरूको निकाय छुटेको थियो भनेर यसरी 3 नम्बरमा 100 वर्षपछि छुटेको रहेछ भने बुझाएका छन्। यहाँ कुनै बेला 137 छैटौं नम्बरमा 7औं नम्बरमा कसले अब यो को हो भन्ने बताएको छ। अब राजा को हो भन्ने स्पष्ट छैन। यहाँ कुनै बेला धर्म अशोक भनिन्छ, कुनै बेला काला अशोक भनिन्छ, राजाको नाम पनि स्पष्ट छैन। अब राजा कुन नन्द राजवंशमा पद्म वंश त्यो पनि अब स्पष्ट गरेको छैन। अब समयको अनुसार यसो बताएको छ। 11 नम्बरमा हेर्नु न, 10 नम्बरमा हेरौँ। अब 10 नम्बरमा 10 र 8 भनौँ न, एजमा पर्दा अब यो मथुराको अब मथुराको जुन अब महादेव भन्छ के हो त, मथुराको एउटा व्यापारीको छोरा हो भनेको छ। कसैले अब सामान्य मान्छे हो पनि भने त कुन चाहिँ हो त स्पष्ट। अब 4 नम्बरमा के हो त, महादेवले चाहिँ पाप गरेको थियो, माता पिता मारेको थियो भने लेखेका छन्। अब यो एमा चाहिँ एउटा टीका लगाएको छ। यो चाहिँ के हो त, उहाँ नराम्रो काम गरेको रहेछ अनि जुन महापापहरू सञ्चय गरेको रहेछ। यही भित्र त्यसै गरी अब बी सी डी अब के पनि राखेका छन् त्यसमा।
अब त्यस अर्को ग्रन्थमा BCD अघि बताए त्यो भित्र चाहिँ फेरि महादेवले नाममा पापहरू गरेको छैन आरोप मात्रै हो M भनेर da देखिन्छ yi M da N sa de karasa tere karsa single अब leg M र N अब अब LinkedIn logi M र N अन्त्यमा 13 नम्बर पर्दो रहेछ यो चाहिँ LinkedIn durab chemasa oda tina lo ya karshe orsana त्यो भित्र महादेव वंश र दिप वंशमा चाहिँ के हो त अब माता माता पनि मारेको छ अनि karso debar chungse swimming debar chungse an tamatele खोराङ आमासे झारे कुनैमा चाहिँ अब आमा मारेको भनेर लेखेको छ कुनै चाहिँ के हो त अर्को केटीसँग सम्बन्ध भएको कारणले गर्दाखेरि अनि आमा मारेको हो भनेर लेखिएको छ कुनै लेखनमा चाहिँ फेरि के हो त भन्दाखेरि स्विमिङ जब छुएको त्यति से हरस त्यो इजा गरि नाल से हरस इजा एच नाल से हरस यो ग्रन्थ एच भित्र चाहिँ जुन 14 नम्बर रहेको छ कुनै चाहिँ अब साँच्चै नै माता मारेकै भनेर लेखेको छ कुनैमा चाहिँ के हो त एउटा आरोप हो भनेर लेखिएको छ अर्थात् यो के हो त भन्दाखेरि जुन महादेव भिक्षु महादेवको विषयमा आलोचना विभिन्न माता पिता मारेको अरहतहरू मारेका हुन् म पापी हो भने सही हो कि गलत हो भनेर विभिन्न 18वटा निकायको 18वटा स्रोतहरूलाई छानबिन गरेर जापानको विद्वानले अनुसन्धान गरेकामा 18मा हेर्दाखेरि चाहिँ अनि कसैले चाहिँ साँच्चै महापापी भनेर लेखेको रहेछ त्यहाँ कसैले चाहिँ अब होइन मान्छेले आरोप लगाएको हो भन्ने कुराहरू लेखेको हुँदाखेरि बेग्लै बेग्लै रहेको छ त्यस्तै गरी अब उहाँ कुन ठाउँमा अब भिक्षु बन्नुभएको थियो त भन्ने कुरा पनि बेग्लै बेग्लै रहेको छ 18वटा स्रोतहरूमा ग्रन्थहरूमा त्यसमा छानबिन गर्दाखेरि विभिन्न कुराहरू आयो भने जापानको विद्वानले बताउनु कसैले भन्छ महादेवले एउटा शास्त्र भिक्षु महादेवले शास्त्र लेखेको थियो त्यही कारणले सङ्घहरूको निकायहरू विभाजन भए छुट्यो भनिन्छ कसैले होइन उहाँले 5वटा दर्शनहरू बताएको थियो त्यही कारणले गर्दाखेरि सङ्घको दलहरू छुटिएको भन्ने भनिन्छ त्यसै कारण यो भनौँ न 5वटा दर्शनहरू बताएको थियो भन्ने कुरा कसैमा बताइन्छ कसैमा अब आइमा बन्ने ग्रन्थमा चाहिँ के हो त उहाँले जुन मिथ्या दर्शनको 5वटा दर्शन बताउने बाहेक 5वटा धर्महरू चाहिँ बताएको थिएन भन्ने भनाइ छ भनौँ न बुद्धले बताउनुभएको विनय शिलहरू चाहिँ विस्तारमा धेरै फैला भने राम्रो हुँदैन जे छ त्यसमा नै सही राख्नुपर्छ भन्ने कुरामा चाहिँ विवादहरू मचियो भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ भनौँ न सङ्घहरूमा अब विवाद भएको कुरामा पनि लेखेको छ यसमा त्यस्तै गरी भनौँ न त्यो बेला अब यो जुन अब नाउ भनौँ न डुङ्गालाई पाल गरेर त्यो भित्र पानी पछि अब खसेर अब गङ्गाको नदीभित्र डुबेको कुरा पनि छ गाली गरेको कुराहरू छ सत्य अब शक्ति प्रदर्शन गरेको विभिन्न कुराहरू आएको छ यहाँ धेरै विस्तारमा जानु पर्दैन यो 18 स्रोतको किताबमा राख्दाखेरि विभिन्न कुराहरू आयो केही कुरा चाहिँ जापानको विद्वानले बताउनु भएको हो भन्ने कुरा चाहिँ हामीले स्पष्टमा बुझ्यो भने त्यो भित्र स्पष्ट एकदम महत्त्वपूर्ण कुरा के हो त भन्दाखेरि अब पहिलो के हो त भन्दाखेरि जुन भिक्षु महादेव र उहाँले बताउनुभएको 5वटा दर्शन सम्बन्ध छ कि छैन भन्ने कुरा जापानको विद्वानले के भन्नुहुन्छ भन्दाखेरि उहाँले अनुसन्धान छानबिन गर्दाखेरि महादेव र उहाँले बताउनुभएको 5वटा दर्शनको कुरामा सम्बन्ध के छ बताउनु पर्दाखेरि उहाँले बताउनुहुन्छ कि महादेव चाहिँ 12वटा महादेव आउँदो रहेछ त्यो बेला अहिले चाहिँ के हो त भन्दाखेरि 5वटा दर्शन बताउने महादेवको विषयमा बताउने कुरा हो महादेव को हो भन्दाखेरि जापानको विद्वानले चाहिँ 12वटा महादेवहरू छन् अब कुन चाहिँ हो त्यो थाहा छैन तर पनि विभिन्न लेखकहरूमा
18 किताबहरुमा विभिन्न कुरा लेखेको 풍부 हुँदाखेरि यो 계획된 मान्छेले 자, कतिमा 풍부 계획된 अवस्थामा 사디 लेखिएको हो कि 진로 숨게 साँच्ची नै 여기 थियो कि भन्ने 저승로래야 कुरा चाहिँ 자기가 हामीले 뭐 छानबिन 교사지 गर्नु जरुरी छ 지리지 요리가 다만 신기 뭐뭐 이실은 주고 세제 지로 주게 जस्तो कि 먼저 उप 뭐 되네 주게 उप 탐에 거들야 교사인데 उपगुप्त भनौँ न 딱 뭐뭐 इसिले जु고 사야지 감정이 उपगुप्तसँग सम्बन्ध भएको जुन अब कथाको 괜히 나로래야 विधामा विषयमा नि अब महादेव भनेको कुरा आएको छ 단순하잖아 시야가 महासङ्घीका 다운이 무슨 वर्गभित्र पर्ने पनि के हो त त्योभित्र महादेव भन्ने आएको छ त्यस्तै गरी अर्को महासङ्घीका भित्र पर्ने 다이네 디니게 나로래야 जुन 가려서 भागहरू विभाजित भएका 제라도 시야 मूल 디니게 कुरोमा पनि 나로래야 एउटा महादेव भनेर 그다음 राखिएको रहेछ 가상의 यस्ता भित्रभित्र 개론하신 어떤 पुरिएको महादेव पनि आएको छ 땡땡기 त्योभित्र 안에 त्यस्तै 중국에서 गरी 제라도 시야 받침 버스 महेन्द्र राज्य वंशको कालमा पनि महादेव भनेर राखिएको छ महेश 제라도 시야 मण्डलको 받침부터 बेलामा महादेव 디나로로 महादेव आएको छ 시에리아가 사실 महेन्द्रसँग 참여 जुन श्रीलङ्कामा धर्म फैलाउँदाखेरि पनि महादेव भन्ने अर्को आएको रहेछ बुद्ध जस्तो कि कर्कुचन्द बुद्धको पालोमा पनि महादेव भन्ने एउटा थियो त्यो बेला महादेव आएको रहेछ त्यस्तै गरी अशोकको जुन एउटा मन्त्री त्यो बेलामा नि को थियो त महादेव रहेछ अनि अर्को के रहेछ राजा संघ राज्य वंशको बेला पनि भिक्षु महादेव रहेछ भिक्षु धेरै रहेछ तर महादेव चाहिँ यो के हो त भन्दाखेरि महादेव 12वटा जति आएको रहेछ 중세 참아서 폐쇄와 차상들이 주요로 봐. 야나글로베 파주인세 최파사야 될 교시하고 주요로 봐. त्यसैले गर्दाखेरि यो गेही नालोलया चीनको अनुवाद अनुसार भोरको अनुसारमा अलिकता 3 प्रकारको अनुवाद रहेछ 야나글로베 상가 बुद्धिस्या 될 교시하고. एउटाले चाहिँ संघ बोधिले अनुवाद गर्नुभयो भने 저글로야 교시하고. 근데 지와레스. 디나로ल야 아니 시럽기 풍부고 셰야. 시럽기 풍부사 가르잖아. भनौँ न यसको विषय फेरि अलिकति स्पष्ट गर्दाखेरि महादेवलाई चाहिँ आलोचना र आरोप लागेको कारणले गर्दाखेरि कश्मीरको विद्वानहरूले स्थलीयहरूले यसरी यो उहाँ चाहिँ नराम्रो मान्छे हो सही मान्छे होइन भनेर यसरी बतायो तर के हो त महायानको ग्रन्थमा हेर्ने हो भने त उहाँले अब के हो त स्पष्ट पारेको बुझिन्छ कसैले चाहिँ महादेवलाई चाहिँ रक्षा गर्नु खोजेको छ कसैले चाहिँ आरोप गरेर उहाँ चाहिँ लत्याउनु खोजेको छ भन्ने कुरा चाहिँ यो विगय विभाज्यवाद भन्नेमा यसरी बताएको कुराहरू छ त्यही कुरो भनौँ न सर्वस्तिवादको जुन अभिधर्म कोष बताएको हो त्यसपछि स्कन्द 8औं स्कन्द भन्ने शास्त्र रहेको छ त्यो चाहिँ सन् 383 मा अनुवाद गरेको रहेछ अभिधर्मभित्र ज्ञानमा प्रवेश भनेको छ यो चाहिँ सन् 657 मा 657 देखि 660 अनुवाद गरेको रहेछ भन्ने बुझिन्छ त्यो भित्र के हो त यो पाँचवटा स्रोत चाहिँ नराम्रो गलत धारणा दर्शन हो कि होइन भन्ने कुरामा चाहिँ अब विभिन्न आफ्नो विद्वानहरूको राय मात्र रहेको छ अर्थात् यही अब सन् अनुसार 656 देखि 650 सम्म कुरा रहेको छ यो भनौँ न यो 4औं शताब्दीदेखि 3औं शताब्दीसम्म यो सबै झिरक्सेर छुको भनिन्छ अर्थात् विशेषतः महाभाषिका भनिन्छ यो हरेक कालमा हरेक शताब्दीमा आफ्नै विद्वानहरूले आफ्नै ठाउँमा गएर अनुवाद गर्ने क्रममा धेरै फरकहरू आएको छ भन्ने बुझिन्छ यो हामीले के बुझ्नुपर्छ भन्दाखेरि विशेष महाभाषिका सङ्कलन गर्ने क्रममा लेख्ने क्रममा त्यो बेला अब 5वटा दर्शन भन्ने कुरा थिएन त्यो बेला के हो त स्कन्द 5 स्कन्द 8 स्कन्द ज्ञानमा प्रवेश गर्ने भने भयो त्यो भित्र अब 5वटा दर्शन त्यसै गरी 5वटा आदर धर्म भन्ने अनि महादेवको 5वटा दर्शन भन्ने कुरा चाहिँ लेखेको छैन यो चाहिँ पछि गएर के हो कालान्तरले चाहिँ पछि गएर थपेको हो कि जस्तो मलाई लाग्छ किनभने भन्दाखेरि यो दुई शताब्दी 3औं शताब्दी त्यसै गरी 4औं 5औं शताब्दीमा स्पष्ट लेखेको छैन
제라르 셰번 유르닝버드세 제라르 셰번 सरल भनौँ 유르사바데 थेरवादहरूको 콩시사 शास्त्रमा हेर्ने भने 디나는 즉 स्कन्द 스비나 आठौँ स्कन्दको शास्त्र 다 차원에 ज्ञानको प्रवेशको 간다 शास्त्र 하천보다 저거 예버 विशेषता 생각라도 भाषिका 다 अनुवाद 하천보다 저거 예버 प्राचीन 생각보다 त्यसै गरी 또 विशेष 따왕아데 따왕아데 다 भाषिका 하천 비듬규 नवीन 아 근데 अनुवाद 따왕아데 यसरी बताएको छ 디기 꼬르데 거리나 셰어르잖아 다다 풍부예 숭도와 풍부예가 나오네 풍부니버 시럽이 풍부사야 디나는데 시럽이 풍부 매비나 아니 디나로고 시럽 풍부가 찾아 매비나 아니 가르쳐야 돼 अब यो जुन तावाङा मैदान हाँसी बिकोर पाँचवटा दर्शन अथवा पाँच दर्शन चाहिँ ता के भित्र राखिएको छ यो चारवटा 시럽지 풍부 때에 भनौँ 다 न 디나로 예다 शास्त्र 메다비 मध्येमा 샤죠 केमा राखेको छ 나베나 भन्दाखेरि अब 차시면 풍부 얘기 대주도 이실을 주고 디나로 나방아에 대해서와 나방아에 대해서 아데 가르쳤잖아 대다 다는 신 पाँच प्रकारको वर्ग भने मात्रै राखिएको छ निबा अर्थात् 나방아에 대해서 आठौँ 나방아에 대해서 디나로 가르ते आठौँ स्कन्द शास्त्र नामक ग्रन्थ त्यसै गरी 때 ज्ञानमा प्रवेश 디나로 नामक ग्रन्थमा चाहिँ 이나 पाँच 세라르 प्रकारको 셰바 वर्ग भने 유닝바 बाहेक 디나로라 अर्को 나방아에 महादेवको 누가 대생 कथा अर्थात् महादेवको पाँच 디나베 दर्शन लेखिएको छैन तावाङा데 대요 त्यही कारणले पाँचवटा दर्शन 근데 देखाएको 이 छैन तावाङ아 대샤바디 이 슝숭고 나 तावाङ아 대요세 제라도 셰바 유닝바 디나 तावाङ아 대메스 드리시도 다들 니바데 가르사나 사친비고 덤규죠 사친비고 중루 त्यसै कारणले गर्दाखेरि यो 중물레스 사메벨레 숨 사버레스 안 तावाङा 셰버레스다 तावाङा 셴게다 사친부 임버체 라 사친부 대야베 디버 첨부 사den게 에네 긴두 디투소 den게 드리시 요레스 라브로와 다 디기 덤규디 가리나리 요르사나 제라도 셰바 좀 유르사바 यो महादेवको कथा अर्थात् महादेवले बताउनु भएको पाँचवटा दर्शन विषय चाहिँ के भित्र लेखिएको रहेछ त यो झेरक सेवक गुरु सर्व अर्थात् विशेष महाभाषिक नवीन अनुवादमा राखिएको रहेछ प्राचीन अनुवादमा यो कुनैमा पनि देखिएको छैन त्यसै कारणले गर्दाखेरि पछि गएर यो नयाँ राखिएको हो कि भन्ने कुरा हामीले त्यसैले गर्दाखेरि महादेवको जुन परम्परा चाहिँ पाँचवटा दर्शन चाहिँ पछि थपेको हो कि राखेको हो कि भन्ने मलाई धेरै शङ्का र सन्देह लाग्छ यो चाहिँ सबै चीन भाषामा अनुवाद गरेको अब कथा वस्तु थेरवादभित्र एउटा कथा वस्तु भन्ने एउटा किताब रहेको छ जुन चाहिँ त्यो भित्र के राखेको छ भन्दाखेरि त्यो भित्र 5वटा दर्शन रहेको छ त्यो 5वटा दर्शन चाहिँ अरू कुराहरूले आलोचना भए पनि यो चाहिँ गलत दर्शन हो भनेर राखेको छ खराब दर्शन हो भनेर राखेको छ कथा वस्तुभित्र जुन बुद्ध घोषले यसमा व्याख्या अर्थात् टिका लेख्नु भएको रहेछ त्यसमा चाहिँ के हो त 5वटा दर्शन चाहिँ के हो त पूर्व दिशाका जुन वर्गहरू पश्चिम दिशाका वर्गहरू त्यस्तै गरी भनिन्छ यसलाई अन्धका भनिन्छ अन्धका वर्ग त्यस्तै गरी उत्तर वर्ग आफ्नै वर्गहरू यो भित्र के छ त भन्दाखेरि यो चाहिँ महादेवदेखि आएको परम्परा गरेर भाइ महादेवले बताएको हो यो भित्र राखेको छैन किन भन्दाखेरि छेदक्षम विशेष महाभाषिका भित्र चाहिँ यो सबैभन्दा पुरानो प्राचीनको अनुवाद भएकोले यो भित्र चाहिँ राखेको छैन पुरानो त्यही यो कथा वस्तुभित्र हुनु पर्यो नि त जुन अब यो कसरी दुईटा सङ्ग्रहहरू विभाजित हुनु पुग्यो भन्ने कुरा त अब कथा वस्तुभित्र लेख्नुपर्ने हो नि त त्यही कारणले यो कुराहरू
सम्बन्ध रहेको छ तर यो भिक्षुमा देवले चाहिँ पाँचवटा दर्शनहरू चाहिँ बताएको हो भन्ने कुरा चाहिँ यसमा स्पष्ट राखेको छैन 티 공래야 싱의 거르데 마도베기 싱아다더니 사 싱아보데다 아니 싱아보다 사심이 시에버데 델라데네 긴준지 त्यही बेला पाँचवटा दर्शनहरू पाँचवटा आधार धर्म भनेर राखेको छ तर यो चाहिँ महादेवलाई बताएको हो विशेषता महाभाषी नामक शास्त्रमा कथावस्तुबाट राखेको छ अब यो वसुमित्रले एउटा ग्रन्थ लेख्नुभयो समय भेद चक्र भने त्यो भित्र पनि के रहेको छ भन्दाखेरि सबै त्यो सबै महासङ्घिकाको निकायमा पर्ने कुराहरू हो यो सबै त्यसैगरी भय विवेक भने चाहिँ कसैले यही भोट भाषामा अनुवाद गरिएको छ देव था देव नवर जीविष्य भनिन्छ अर्थात् निकाय भेद अर्चना व्याख्यान भनेको छ त्यही भएर के भन्छ समित्य निकाय भित्र भएको पाँच आधार धर्म यो महासङ्घिको निकायसँग मिल्दोजुल्दो पनि छ पनि आइन्छ अब यो देखि बेग्लै पनि हो भने अब सर्वस्तिवादहरू चाहिँ यो होइन यो चाहिँ एकदम गलत धारणाहरू गलत दर्शनहरू सही दर्शन होइन भन्ने यसरी सर्वस्तिवादहरू चाहिँ फेरि त्यसमा आपत्ति जनाएको छ त्यसमा दुईटा वर्ग छुटेको छ महासङ्घिका निकायहरूले चाहिँ सही धर्म अपनाउनु पर्छ भन्ने कुरा राखेको छ भने इस्लामियरहरू चाहिँ गलत दर्शन हो गलत दृष्टिकोण हो यसलाई चाहिँ हटाउनु पर्छ यो चाहिँ पापी मान्छेले राखेको हो भने यसरी आलोचना गरे त्यही कारणले एउटाले आलोचना गरे एउटाले चाहिँ के हो त यसमा प्रशंसा गरे त्यही कारणले गर्दा दुईटा निकाय मुख्य भेदहरू छुटेको हो भने यहाँदेखि स्पष्ट बुझ्न सक्छ त्यसै कारणले गर्दाखेरि अब के छ भन्दाखेरि यो महादेव पाँच आधा धर्म निकायहरू निकाय विभाजित भएको कुरा सम्बन्ध के छ भन्दाखेरि महादेव भने भिक्षु त्यस्तै गरी पाँच आधार धर्महरू निकायहरू विभाजित भएको विषयमा सम्बन्ध के छ भन्दाखेरि त्यो भित्रलाई स्पष्ट पार्न एउटा ग्रन्थ के छ र के रहेको छ भन्दाखेरि अब कन्जुर र तेङ्जुर अर्थात् बौद्ध शास्त्र बुद्ध वचन भित्र भएको कुराहरू त हामीले त्यति पढाउँदैन भद्र छेदीका प्रज्ञा पारमिता वैदुर्य बुद्धको सूत्र भयो अर्को त त्यो भयो अरू किन हेर्छ होइन किन भन्दाखेरि अब पूजापाठ गर्दाखेरि अब बुद्धको सूत्रहरू त त्यति गर्ने चलन छैन त्यही कारणले हामीले बुद्धले बताउनु भएको वचनहरू हेर्नु जरुरी छ त्यो अत्यन्त महत्त्वपूर्ण ग्रन्थहरू बुद्धले बताउनु भएको कुराहरू राखेको हामीले हेर्नुपर्ने हुन्छ जुन पूजाको लागि मात्रै प्रयोग गरे मात्रै हाम्रो लागि हाम्रो अगाडि भएर पनि हामीले त्यसलाई हामीले बुझ्न सकेन भने हाम्रो लागि धेरै कमजोर पनि हुन पुग्छ अब यो जस्तो कि यो 18 निकाय छुटिनुको लागि जुन शास्त्र रहेको छ यो चाहिँ प्रवक्ताले अनुवाद गर्नुभएको हुँदाखेरि चीनमा चाहिँ अब 3 चोटि अब यो अनुवाद भइसकेको छ भोटमा एउटा मात्रै अनुवाद 18वटा निकाय छुटिनुको शास्त्र भनौँ छुटेको शास्त्र यो प्रमाथाले बताउनु अनुवाद गर्नुभएको रहेछ यो भोटको अनुवाद
연락을 대바 개발은 저거 여봐서 막 대승견 난도 하신기 민때문에 야나 다 यो भित्र 실제적인 세배 अन्तिममा 파진 भोटको 시비 अनुवाद भएको रहेछ 민때문에 했어 त्यो भित्र अब आधार धर्म भनौँ न यो बेला अब 다들 अङ्गहरू 가르쳐요 जुन 그래서 विभाजित 나와 भएको कुरा चाहिँ अब 뒤튼다 बताएको 가르쳐서 बाहेक महादेवको पाँचवटा दर्शन भनेर 다 बताएको रहेछ 하신보다 싱하다 자외 대바 개발은 저거 여 말에 이거다 요래도 요 말에 사 시가 봐 되네 이제 다다 야게 भनौँ न 돌이 अब 되베기 अघि नै 대바적이 बताए 균주세야 अनुसार 되다 러메 안다 पाँचवटा 되베기 균주세야 आधार 대바 धर्म 타데바 집에 त्यस्तै 되주세 गरी 되 महादेवका छु 이거디 त्यस्तै 야게 गरी 균주 निकायहरू 되네 छुट्टिनुको कारण 되네 돌 एक 균주세야베기 आपसमा 중로 सम्बन्ध 제라게 के छ त 콜로세야 भन्दाखेरि 저와 대숭게 나로래야 아니 사천보기 싱하셔버래 대시아버 될 때는 연락이 대바 개발했어 연락이 대바 쓰주잖아 다다 패진 대비 코랑은 능글이야 아니지 대바 망보지 개네 대 개야 깬산들부터 제가 가르잖아 하나 사천보 써야지 싱하셔버 될 때는 패진 대비 능글 코랑도 동부 망보지 यो जेदा भनौँ न 된대지 개저셔야 그랬어 대야 십제세는 시야베이나 친긴 유르그 나로라 사천보 치마사 사천보 치마도 민감하자 마도 싱아 꼬르지야 말았어 그러면 하나 되면 유르그 나로라 사천보 त्यसैले गर्दाखेरि यो देव चुग्य गीतेन्छु अर्थात् 18 निकाय छुटिएको शास्त्र त्यो भित्र चाहिँ के हो त महादेवले पाँचवटा दर्शनहरू बताएको कारणले गर्दाखेरि सङ्घको दुई दलहरू निकायहरू विभाजित भएको हो चाहिँ घ्याँदा देम्बे अर्थात् प्रमाताहरूले चाहिँ अनुवाद गरेको रहेछ भन्ने कुरो त्यहाँदेखि आएको रहेछ 这路主的一个老呀，就是下当选上个就是下边，对吧？他这边雄鹿一点就是下小。第，但给一个套了呀，雄鹿其他个यो चीन भाषामा अनुवाद भएको रहेछ यो चाहिँ सन् 762 मा छेन्जाङ गुरुले पनि अनुवाद गरेको रहेछ देवा था देवी सुमुलु गीतेन्छु भनेर त्यो भित्र चाहिँ महादेव पाँच धर्म आधार धर्म निकायहरू विभाजित भएको कुराहरू बताएको छ यो भित्र जुन छेन्जाङ गुरुले जस्तो कि सन् 655 देखि 659 भित्र अनुवाद गर्नुभएको रहेछ हेरको सेवाक्षको जुन विशेष भाषिका भने त्यो भित्र अब मिल्दो जुल्दो रहेछ 자외 대바 개발사데 나버상기 베기 긴주기 데르 탐보 चिगुर्ग सुदियाबे इनेया हामीले हाम्रो विषयमा के आउँछ भने बुद्धको पालोमा संघहरु चाहिँ एउटै समूह भएको पछि बुद्ध पहिरो निर्माण भएर 100 वर्ष कटिसकेपछि संघहरु दुई दलमा छुट्यो भन्ने कुराहरु आउँछ विषयमा आउँछ त्यो कुरा लेखिएका छन् त्यही कारणले यो दुईटा संघहरु छुट्टिएको मुख्य कारण चाहिँ कसले गरे त भन्दाखेरि महादेवले छुट्यायो भन्ने कुरा चाहिँ यो चाहिँ छेन्जाङले अनुवाद गर्नुभएको सुङलुक झेरलुङचुबी खोर्लो यो भित्र स्पष्ट बाहेक त्यो उहाँले अनुवाद गर्नुभएको त्यसमा स्पष्ट बाहेक त्यो भन्दा अगाडि अनुवाद गरेको ग्रन्थहरुमा चाहिँ स्पष्ट भएको छैन अब यो चाहिँ मूल अब निकाय छुट्नुको कारण होइन यो चाहिँ अङ्गहरू छुट्नुको कारण हो भनेर बताएको त्यही कारणले यो पाँच धर्म पाँच दर्शन बाहेक महादेवले लेखेको हो भन्ने कुराहरू चाहिँ प्राचीन अनुवादहरुमा लेखेको छैन अनुवादहरुमा मलाई अलिकता केही अब शब्दहरू छुटेको जस्तो मलाई लाग्छ यसमा पाण्डुलिपिहरू छाप्ने क्रममा भोटको अनुवादमा चाहिँ केही छुटेको हो कि लेख्नु नभएको हो कि मलाई लाग्छ यदि यो अक्षरहरू लेख्नु नभएको यदि नछुटेको भए त जुन छेन्जाङ गुरुले जस्तो अनुवाद गर्नुभयो त्यो नै हुनु पर्थ्यो नि तर त्यो कुराहरू मिल्न जान्दैन यो बेला छेन्जाङ गुरुले अनुवाद गर्नुभएको अब यो महादेव दुईटा पछि अगाडि पछि राखिएको छ एउटा 100 वर्ष एउटा 200 वर्ष पछि दुईटा महादेव छन् भनेर छेन्जाङ गुरुले बताउनु भएको रहेछ
त्यही कारणले महादेव दुईटा हुनु पहिलाले के गरे उहाँले पहिलो महादेवले के गरे भन्दाखेरि भिक्षु महादेवले चाहिँ दुईटा सङ्घहरू छुट्यायो दोस्रो भिक्षु महादेवले के गरेछ भन्दाखेरि त्यो बेला बुद्ध पूर्णिमा 200 वर्षपछि त्यो बेला अब सङ्घहरू बुद्धहरू छुटिसकेको थियो तर दोस्रो थरको भिक्षु महादेवले चाहिँ फेरि पनि 5 वटा दर्शनहरू बताएको अनि महादर्शन 5 वटा महादर्शन बताउने क्रममा चाहिँ महासङ्घिका र स्थावीरहरूको निकायहरू छुटेको रहेछ भन्ने कुरा यसरी पहिलो महादेव र दोस्रो महादेव उहाँले बदन गर्छ 전장고 제라 그지 그지 전장고 제라 제라 레전드 나봐 전장구르ले 그지라 봐도 그지는 चाहिँ अब लेखनमा के रहेको छ भन्दाखेरि सन् 662 मा अब हेरासेर जुमोनीहरु किताब छ त्यो भित्र स्रोतहरु आगमहरु राख्नु भएको छ त्यही कारणले यो हेरा सेवा चाहिँ भने ग्राममा चाहिँ राजा भनेर लेखेको छ यो राजा कुन चाहिँ भनेर लेखेको छ तर कुइजीले चाहिँ त्यो राजा को हो त भन्दाखेरि चाहिँ राजा अशोक राजा हो भनेर लेखेको छ त्यही कारणले गर्दाखेरि अब यसमा जेरादोसेवाचीको खुरो र जेरादोसेवाचीको अर्थात विशेष महाभाषिका चक्र र विशेष महाभाषिका दुईटा रहेछ नि त अब पहिला स्पष्ट छैन पछि गएर सिन्धन गुरुले चाहिँ अब के हो त अशोक धर्मराज अशोक भन्ने स्पष्ट आयो नि त त्यही कुरा खुइचीले अब पछि नवीन अनुवाद गर्ने क्रममा छुटेको कुराहरू चाहिँ उहाँले लेख्नु भएको कारणले गर्दाखेरि राजा त्यहाँदेखि अशोक राजा हो भन्ने कुरा चाहिँ स्पष्ट बुझिन्छ भन्ने कुरा चाहिँ हामीले अब के भित्र बुझ्नुपर्दछ यो अनुवादमा 4 वटा अनुवाद भएको हुँदाखेरि कसैले यो एउटा अनुवादमा मात्रै यो महादेव भनेर राखेको छ महादेवले गर्दाखेरि मूल अब सङ्घको निकायहरू छुट्यो भन्ने कुरा यो चाहिँ शेरचन गुरुले अनुवाद गरेको थियो अरु निकाय तीनटा चीनमा अनुवाद भएको अनुवाद धर्म पहिलो प्राचीन कुराहरुमा चाहिँ के हो त ग्रन्थहरुमा चाहिँ यो महादेवले बताउनु भिक्षु महादेवले बताउनु भएको यो 4 5 वटा दर्शन हो यही कारणले गर्दा सङ्घको निकायहरू छुट्यो भन्ने कुरा चाहिँ अब स्पष्ट गरेको छैन अब लुग्यु नाङ्देन अर्थात दक्षिण दिशादेखि आएका परम्परागत आएका बौद्ध धर्मको बताएका 5 के हो भने बुझ्नु पर्दछ यो के हो त भन्दाखेरि पाँच आधा धर्म अर्थात 5 दर्शन भनौँ न यो चाहिँ महासङ्घीहरूको एउटा मत हो बुझायो भने निकाय मध्येमा एउटा निकाय के हो त महासङ्घीकाले सङ्घको दल यो चाहिँ पश्चिम दिशा उत्तर दिशाको विभिन्न दल रहेको छ यो महासङ्घीकोसँग सम्बन्धित भएको यो शरीपुत्रको सूत्र भनेको छ शरीपुत्र परिपृच्छ सूत्र भनेको छ यो कहिले अनुवाद गरेको छ भन्दाखेरि सन् 317 देखि 420 सम्म यो अनुवाद गरेको रहेछ यो बेला अब शरीपुत्र परिपृच्छ सूत्र भनेको अनुवाद गरेको रहेछ त्यो भित्र के रहेछ भन्दाखेरि भविष्यमा यस्तो कुरा निस्किन्छ है भनेर त्यो शरीपुत्रले सोध्नु भएको सूत्र भनेर त्यो भित्र राखेको रहेछ भविष्यवाणी गर्दाखेरि त्यो भित्र के राखेको रहेछ भन्दाखेरि
긴든 패신 대바니스 나냥에는 대be 워도 론 이잖아 Sangha 찌르다 Maha 대바되네 중도 Sangha Mahadeva 패신 대바도 Sangha 패는 Sangha 워도 상계 냥에는 nga서 महासङ्घिका भनेको चाहिँ म परिनिर्वाण भइसकेर 200 वर्षपछि 냥에는 대be शास्त्रहरू विभिन्न 론 이갈 फरक भएको 균들이야 कारणले गर्दाखेरि 패신 대바스 सङ्घहरू चाहिँ 그래서 विभाजित भएर जान्छ भन्ने कुरा लागिरहेछ 로순기아나스 300 슌링 वर्षपछि 대바되네 ग्रन्थहरू 대바라고 텔레 라면 बेग्ला बेग्लै भएको 라신비 대바다 최대비 대바 장거리 대바 ग्रन्थहरू 죽어요 बेग्ला बेग्लै भएको कारणले गर्दाखेरि पाँचवटा निकाय पनि 제가 फेरि 끔들이야 त्यसलाई पनि 라 महादेवले 틸레비 주민도에 अ, 나올래야 샤르기 대바사 महादेवको निकाय 디체베 र 라신비 대바사 라신보 세아포라 चैत्यको निकाय 대바시오레스 र उत्तर पर्वको निकाय यसरी धेरै निकायहरू विभाजित भएर जान्छन् भनेर यसरी 대신에 사네 शरीपुत्र 아니 परिपिच 이 सूत्रभित्र यसरी 라신비기 लेखेको छ भनेर 대리 सन् 317 देखि 420 라신보 세아데라 야디 शताब्दीमा यसरी लेखिएको रहेछ 안다가이 대바스 그러나 지당 넘기 표준 안 आनन्द अन्धकार देव उत्तर देव भनेर 최대비 대바도 장게를 대바티 지민을 가라라고도선 지민을 안다게 대바스라고도 와 त्यो सबैलाई चाहिँ अन्धका देव अन्धकार भने चाहिँ यसलाई 사소지 안다가세 아직 사실도 पूर्व भए 사소 텔레비에 अर्थात् पश्चिमको भए तापनि अर्थात् पूर्वको भए तापनि यसलाई अन्धका देव अन्धका भनेको एउटा ठाउँ भएकोले 대바다 장게를 대바다 뒤주지 민을 안다게 대바라고 알았어 त्यो 근데 수수지 पूर्व उत्तरको जे भए तापनि यसलाई अन्धका भनिन्छ अन्धका निकाय भनिँदो रहेछ अन्धका अन्धकार यस्तो विषयहरू चाहिँ अब यो 370 देखि 420 शताब्दीमा यसरी यो लेखिएको रहेछ पहिलेको परिस्थितिहरू यसरी यस्तो हामीले नजर लगाएर हेर्दाखेरि एक घटनाहरूलाई बताउनु मूल सर्वस्तिवादहरू चाहिँ महादेव भिक्षु महादेव र पाँचवटा दर्शनले गर्दाखेरि सङ्घको निकायहरू छुटेको हो भन्ने बताउँदछ तर हामीले के बुझ्नुपर्छ त के विचार गर्नुपर्छ त भन्दाखेरि हामीले छानबिन गर्यो भने अब स्थापित निकाय र महासङ्घ निकाय अब दुईजनाको दुई दलको यो विवाद चाहिँ अब त्योभित्र सर्वस्तिवादले महादेव र पाँचवटा दर्शन राख्नु कारण के हो राख्नै पर्छ त भन्दाखेरि यसको विषयमा बताउनु पर्दाखेरि दुई निकायको यसमा विवाद मचियो 4 र 5 वटा दर्शन नै गलत खराब दर्शन हो भने यो स्थवीहरूले बताए सही अब दर्शन हो भने के हो त यो महासङ्घिक निकायले बताए त्यसै कारण एउटाले खराब बताए सही बतायो अब हामीले के विचार गर्नुपर्छ यसमा भन्दाखेरि त्यो त भएको कुरा हो त्यसै कारणले यो सम्बन्ध के थियो त सर्वस्तिवाद निकाय त्यसै गरी महासङ्घिक निकायको सम्बन्ध के थियो भने हामीले अब निमा गुङ्बो भनिन्छ जुन कश्मीरमा पहिलोचोटि अब श्रीलङ्काको इतिहास अनुसार के बताएको छ भने अरब निमा गुम्बा यो चाहिँ को हो त भन्दाखेरि मङ्गल गन्धर्व भने त्यो बेला चाहिँ अब बौद्ध धर्म फैलिन पठाएको रहेछ महादेवलाई यो चाहिँ पठाउने को हो त मङ्गली पुत्र भन्ने छ यसलाई त्यो बेला अब महादेव भिक्षु महादेव भन्ने थियो त्यो बेला
निमा 공부 되네 श्रीलङ्काको इतिहास अनुसार निमगुम्बा भन्ने चाहिँ रहेछ भनौँ न 멍이 고가 गेस야 돼 가지 युद्ध चाहिँ युद्ध ताबरेस मङ्गलपुत्र तिनी छिसोरेस भन्ने चाहिँ यो इने ngazu निमै लुगी दिन या थे कर्गेल भन्ने रवा चाहिँ रहेछ तादा ngazu लुगी ना निमा 공부 दी पछि तेरगु ना तो छि यो मारबे कादा 되게 로마레 아 궁구 로마레 त्यो 궁구 चाहिँ 로마레 आनन्दको 쇼네 चेला हो 쇼 भने 좀 भनिन्छ खोर्छ पछि साथैमा स्योना घोजिनको चाहिँ साथी आनन्दको चाहिँ चेला भन्ने कुरा चाहिँ अब यो धेरै जुसाने तराङ आन्छ कि निमगुम्बा थियो लुगी भनेर नाले बुझाएको छ सुंगा दे लुगी नाले सुंगा दे जम दो पश्चिम दिशा र उत्तर दिशाको परम्परागत आएका भिक्षुहरूलाई दिने छ सँग अलिकति 다음에 बताउने अलिक सुंगा फरक रहेको छ यसमा तादा सिंगल लुगी नालोले या श्रीलङ्काको भनौँ न श्रीलङ्काको खाजी इतिहास अनुसार निमगुम्बालाई चाहिँ अब काश्मीरमा पठायो 하천 보세요. 좀 하천 त्यो 보세요. बेला भिक्षु महादेव 대대 भने थियो 하천 보세요. महा테라. त्यो बौद्ध धर्म फैलाउनु पठायो नि त काश्मीरमा 대도 왔다 그래서 대마 토쇼 유. त्यो चाहिँ अब 마히샤 만달라 세아들 마땅시. tin상 महिषाला मण्डला भन्ने ठाउँमा चाहिँ बौद्ध धर्म अब भनौँ न यो चाहिँ महिषरको पछाउ महिषरमा पर्दो रहेछ यो 토쇼를 당하게 법에 마하대와 하천 보세요. 대다 야 가지 유를 당하게 대가래 निमक बस्यादि तर श्रीलङ्काको लुगी सेवन तिनिम छ अब श्रीलङ्काको इतिहास अनुसार हेर्ने हो भने एउटा दक्षिण दिशामा पठाएको एउटा पुटे छले येबेकी महादेव र अनि त्यसै गरी यो फेजिन देवता आन्दा के फेजिन पश्चिममा पठाउने अब दुईजना रहेको छ फाछन बोद माता युन क्या लसोले अनि कोति छ तर चाहिँ भारतको अब दक्षिण दिशामा पठाए त्यो बेला अब महासङ्घीय निकाय भन्ने त्यहाँ बेला निस्कियो अर्को चाहिँ के भयो त अनि काश्मीरमा पठाए र काश्मीरमा पठाउने बेलामा त्यहाँ चाहिँ अब स्थापित भन्ने निकायहरू छुट्यो अब यहाँ मेकअप त भन्छ ठीक है सबै पाटल बुटर वा त्यसलाई हाम्रोले अब पटेली पुत्र भनिन्छ ने मा गेलो लासे बोदे ग्यागा लसोले ताङ हिन्दुस्तान ग्यागा लसोले फेजिन देबेकी भनौँ न दुईटा निकायहरू छुट्टिनुको कारण अब एउटा राजाले दुईटा ठाउँमा पठाए दुईजना मान्छेहरूलाई एउटालाई चाहिँ अब महादेवलाई चाहिँ जस्तै कि भारतको दक्षिण दिशामा पुर्याए एउटालाई चाहिँ कश्मीरको ठाउँमा पुर्याउँदाखेरि कश्मीरमा जानेलाई स्थविर निकाय हुनु पुग्यो भने सर्वस्तिवाद निकाय हुनु पुग्यो भने त्यस्तै दक्षिण दिशाको चाहिँ महासङ्घीका निकाय हुनु Today Hindustan ta sabe deba kya tuzude त्यसैले कुन बेलामा यो बेला अब कुन राजाको पालामा निकायहरू छुटेको थियो त भन्दाखेरि अब काला अशोक भए तापनि धर्म अशोक भए तापनि मानन्द भए तापनि कश्मीरमा गएको थियो त्यो बेला भन्ने कुरा पनि विभिन्न कुराहरू छ यो जस्तै कि महादेव भने चाहिँ महादेव थिए कि थिएन भन्ने कुरा धेरै शङ्का छ अब यो मयूर अब राजवंशसँग सम्बन्ध भएको थियो भन्ने कुरा पनि अब भन्न मिल्छ कि जस्तो मलाई लाग्छ अब भनौँ न यो भिक्षु महादेवको कारणले गर्दाखेरि कश्मीरमा अब जानु पर्यो भने कथाहरू छ नि यो अब निकाय छुट्टिनुको कारण हो कि त्यति आरोप हो यो धेरै कुरा रहेको छ यसमा यो चाहिँ के हो त भन्दाखेरि यो किन यसरी छुट्यायो भन्दाखेरि त्यो बेला यसरी राख्नु कारण के हो त भन्दाखेरि यो निकायहरू विभाजित हुँदाखेरि हामी हाम्रो पालोमा यसरी निकायहरू छुटेको थियो भनेर स्पष्ट पार्नुको लागि यो स्थानीयको निकायहरू हामी हो भन्नको लागि देखाउनु लाग्छ मथुरा भनौँ न जुन अब कश्मीर वैवासिक भनौँ न वैवासिक भनेर सिद्धान्तको पहिलो सिद्धान्त आउँछ बौद्ध मार्गीको बौद्ध धर्मको त्यसै कारणले यो कश्मीरमा छुटेको जुन भनौँ न कुनै बेलामा
त्यो बेला धेरै सपोर्टर धेरै अब बाहिर ल्याउनुको लागि धेरै बलवान चाहिँ अब कश्मीर पक्षमा भएको विद्वानहरू रहेछ त्यो बेला अब सर्वस्तिवादमा एकदम बलवान एकदम कडा भएर चाहिँ कहाँ गयो भन्दाखेरि कश्मीरतिर फैलिएर गयो उहाँहरू अब धेरै अब बलवान भएको कारणले गर्दाखेरि जति पनि महासङ्घीयहरूलाई चाहिँ अब अलिकति दलाउने र आफूभन्दा तल राख्ने हिसाबले नै यसरी विभिन्न महादेवको कुराहरूदेखि लिएर पाँचवटा दर्शनदेखि यो गलत दर्शन हो भन्ने कुरा अब किन त भन्दाखेरि हामी कश्मीर दिशाको स्थापित भएकोले हामीले गर्दाखेरि उहाँहरूलाई चाहिँ अब बौद्ध धर्म चाहिँ स्पष्ट गर्नुको लागि उहाँहरूले गर्दा निकै छुट्याएको हो भनेर आफू चिनाले गर्नुको लागि कश्मीरीको अब स्थापित हो भनेर यसरी भएको देखाएको जस्तो मलाई लाग्छ अब यही कुराहरू प्रायः जस्तो लेखिएको छ उहाँहरूसँग धेरै बलवान र धेरै ज्ञानहरू भएको कारणले गर्दाखेरि उहाँहरू एकदम प्रख्यातमा आए कश्मीरी स्थापितहरू हामीले अब विचार यसमा यो भित्रमा जे बताए पनि हामीले विचार गर्नुपर्ने कुरा के छ त भन्दाखेरि स्यारिबुले बताउनु भएको स्यारिबुले सोध्नु भएको सूत्र भनौँ न हामीले पहिले नसुनेको एउटा स्पष्ट के रहेछ भन्दाखेरि यो मैले पढेँ भने तपाईँले बुझ्नुहुन्छ होला यो चाहिँ अब सन् शताब्दी 317 देखि 420 को शताब्दीमा यो अनुवाद गरेको रहेछ यो सूत्र चाहिँ बुद्धले नाममा एकदम मन्दाको मोहमा तुरेर विवादमा एकदम खुसी ल्याउने जुन स्थापित भिक्षुहरू रहेका छन् मेरो विनयलाई चाहिँ एकदम परिवर्तन गर्छन् धेरै फैलाउँछन् विस्तार गर्छन् कश्यपले एकीकरण गरेका जुन विनय पिटकलाई महासङ्घिकाको विनय नाम राख्छन् त्यही कारणले पुरानो विनय हुन्छ विनयले नै पालना गर्ने यसले महासङ्घिक भन्छन् अनि जुन नयाँलाई परिवर्तन ल्याउँछन् त्यसलाई चाहिँ महास्थाविरा भन्छन् स्यारिपुत्रले सोध्नु भएको सूत्र नामक यो कुरा आएको छ यो बेला के हो त पाँचवटा दर्शन भन्ने कुराहरू होइन त्यो बेला केही बताएको छ यो बेला स्थापित भन्ने कुरा बताएको छ स्थापित चाहिँ के हो त एकदम नाममा एकदम आनन्द विवाद गर्नु खुसीमा उनले के गरेछ भन्दाखेरि बुद्धको विनयमा चाहिँ परिवर्तन ल्याउने धेरै फैलाउने बुद्ध वचनको पहिलो सङ्कलनमा विनयहरू सङ्कलन गरेर शिला अनि पहिला चाहिँ के हो यो महासङ्घिकाको यो विनयहरू हो उहाँहरूले सङ्कलन गर्नुभएको भने त्यो नभएको अर्को फेरि विनयहरू फेरि सङ्कलन गरेर त्यो भित्र पनि पहिला नभएको शिलाहरू शिक्षाहरू अनि फेरि नयाँ थपियो त्यो नयाँ मात्रै नथपिएर के गरेछ भन्दाखेरि अनि आफूलाई समर्थन गर्ने एउटा पार्टी अथवा एउटा पक्ष खोले अनि त्यो खोल्दाखेरि अब पार्टी बेग्लेछ भन्दाखेरि अरूहरूले असमर्थ गरेर कुनै भिक्षुहरूले राजालाई चाहिँ अब अनुरोध गरेछ हाम्रो सङ्घहरू सबै विवाद भइरहेको छ अनि एकदम विभाजित भइरहेको छ फुटिरहेको छ यसलाई चाहिँ एउटै समूह हुनुको लागि
कामहरू हजुरले यसलाई चाहिँ सही गरिदिनु होला यसको लागि नफुटोस् भन्ने म केही अनुरोध गर्न चाहन्छु भनेर यसरी अब राजाले भनेर म अनि राजाले भन्नुभएछ कि पुरानो जस्तो छ जुन पुरानो बुद्धले बताउनु भएको विनयलाई रोज्छ त्यो कालो काठलाई चुन्नु जुन नयाँ विनयलाई मनपर्छ सेतो काठ चुन्नु भन्दाखेरि कालो काठलाई अब धेरै भएछ त्यही कारणले अब राजाले के भन्छ भन्दाखेरि अब पुरानो भए पनि नयाँ भने बुद्धको सिधै हो अब त्यस्तो मनपर्छ त्यो नै छ जे भए त्यो बुद्धकै हो त्यही कारणले तिमीहरू अब सँगै बस्यो भने एउटै हो नि त्यही कारणले अब छुट्याएर राख्न सक्दैन सबैले बुद्धकै धर्म हो एउटै हो त्यही कारणले गर्दाखेरि अब इच्छा अनुसार अब भएको हुने हुँदाखेरि अनि यसरी विभाजित गर्नु मिल्दैन तपाईँहरू सँगै बस्नु होला अनि त्यही कारणले गर्दाखेरि अनि बुद्धको पुरानो विनयलाई मन पराउने पुरानो प्राचीन विनय बुद्धको विनयलाई नयाँ हिसाबले नवीन हिसाबले मन पराउने नवीन विनयलाई यसरी अब त्यहाँदेखि महासङ्घिका र अनि यसरी माइस्तीद्वारा यसरी छुटेको हो भन्ने कुरा चाहिँ अब आएको छ यो चाहिँ अब पहिला हामीले सुनेको थिएन यो चाहिँ अब महासङ्घिकाको अनुसार चाहिँ के कुराले सङ्घ निकायहरू छुटेको रहेछ त भन्दाखेरि विनयहरू धेरै नयाँ नयाँ भएको कारणले गर्दाखेरि अब बनाएको कारणले गर्दाखेरि अब यो छुटेको हो भने पनि यसरी बुझिन्छ अब विवेकले भन्नुहुन्छ अब संज्ञोङ भन्ने अब उहाँले पाँचवटा दर्शनहरू बताएको कारणले गर्दाखेरि निकायहरू छुटेको भन्दा भाइ विवेकले यसरी लेखेका छन् अनुवाद गरेको छ भनौँ न त्यही कारणले गर्दाखेरि अब मूल अब निकायहरू छुटेको छ भनेको छ अब एक मुष्टमा बताउनु पर्दाखेरि के रहेछ र यो यो झेरो सेवा चाहिँ पहिलो अब देख्दाखेरि पछि पहिला थिएन पछि के हो त त्यसले अब परम्परागत त्यसलाई पढ्दै ज्ञान गर्दै जाने क्रममा अब नयाँ नयाँ थपेको हो कि त्यसमा भन्ने कुरा थपिनु गएको लाग्छ अब विशेषमा भाषिकाभित्र चाहिँ यो शास्त्र ननिक्लिनुभन्दा अगाडि त्यो बेला महासङ्घिकाको निकाय त्यो भित्र चाहिँ के हो त अङ्गमाहरू चाहिँ विभाजन भएको कुराहरू चाहिँ पहिला नै थियो 100 भनौँ न वसुभित्र वसुमित्रले लेख्नु भएको कुरा चाहिँ के हो त भन्दाखेरि निकायहरू नछुट्नु भन्दा पनि अगाडि यो विभिन्न भनौँ न अङ्गहरू चाहिँ विभाजित भएको रहेछ भन्ने कुरा पनि के हो कसरी भन्दाखेरि लेख्नुभन्दा अगाडि यो शास्त्र लेख्नुभन्दा अगाडि नै कुराहरू आएको रहेछ भन्ने कुरा पनि हामीले बुझ्नुपर्दछ अब यो 7औं शताब्दीमा अनुवाद गरेको रहेछ पछि गएर यसमा धेरै अनुवादहरू आए झेरो सेवा विशेष महाभाषिकाभित्र पछिको अब पछि गएर अब धेरै त्यसको अनुवाद गर्ने क्रममा
त्यो परिवर्तन हुँदै 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 गएर पछि कालान्तरमा के हुन्छ महादेव भन्ने कुरा आयो महादेव भन्ने नै पाँचवटा धर्म गरेर गर्दाखेरि निकाय छुटेको रहेछ भने पछि पछि गएर आएको रहेछ त्यही कारणले गर्दाखेरि यो महादेव कुरादेखि पाँच दर्शन कुरादेखि त्यो नयाँ थपिँदै थपिँदै नयाँ थपिँदै गरेर अनि यसरी थपेको रहेछ भन्ने कुरा बुझिन्छ जुन कुरा जुन निकाय आफूलाई मनपर्छ जस्तो कि महासङ्घको कुरा मन पर्यो भने आफ्नै कुराको कुरा पछ्याएर अर्को कुरालाई रत्याउने होइन सर्वस्वको कुराहरू अब दर्शन छ भने त्यो बाहेक अब महासङ्घीको निकाय कुनै कुनै कुरा नथपेको कारणले गर्दाखेरि अनि जुन कुरा आफूलाई मनपर्छ त्यसको मात्रै प्रशंसा गरे अरूमा आलोचना गरेर यसरी निकाय छुटिने कारण चाहिँ को अनि एउटाले आरोप लाउँदाखेरि त्यसमा महादेवले सङ्घहरूको निकायले छुट्याएको विभाजित गरेको भन्ने कुरा चाहिँ अब यसरी राखिएको त्यही कारणले हामीले इतिहासलाई अब पढ्नुको लागि अब यो कुन स्रोत राखेर तपाईँले यो अनुवाद गर्नुभयो कुन कुराले यो निकाय छुट्याएको भन्ने कुरा हामीले निकाय त्यो कहाँदेखि आयो कुन स्रोत पहिला अनुवाद कहाँदेखि त्योभन्दा अगाडिदेखि त्यहाँ यो सबै हामीले अनुवाद गरेर आफूले अध्ययन गरेर मात्रै मूल स्रोत के रहेछ भने हामीले बुझ्न सक्छौँ त्यसैले अनि नयाँ नयाँ थपेको हुँदाखेरि कुन चाहिँ के हो भन्ने कुरा हामीले स्पष्ट बुझ्न सक्दैन त्यहाँ यही हो भन्नु हामीले त्यति आज म यति नै चाहन्छु यसमा धेरै अलिकता नबुझ्ने कुराहरू धेरै देख्यो भोलि चाहिँ म पछि केही दिनपछि कोरियाको विद्वानको कुरा राख्नेछु आजको लागि यति नै बहुत सर्वमङ्गलम